शान्त व्यक्तिले बसेर कुनै कुराको खोजी गर्यो भने, आविष्कार गर्न खोज्यो भने, नवप्रवर्तन गर्न खोज्यो भने उसले 10 गुणा बढी काम गर्न सक्छ। उसको स्थिर मनले, विवेकानन्दले अमेरिकामा जाँदा केही युवाहरूले माथिबाट तल पानीमा केही वस्तुलाई हान्दै गरेका थिए, लागेका थिएन, उहाँले एकैचोटि बाण उठाएर हान्नुभयो, एकैचोटिमा लाग्यो। आश्चर्यचकित भयो युवाहरू। हामीले कहिलेदेखि प्र्याक्टिस गर्दैछौँ, हाम्रो लाग्दैन, अनि भर्खर आएर एकचोटि समातेर ड्याङ्गे हानेर हजुरले लक्ष्यमा वेदन गर्नुहुन्छ। कसरी गर्नुभयो भनेको, मेरो मन स्थिर छ बाबु हो भन्नुभयो। वैज्ञानिकहरूले खोज, अध्ययन, अनुसन्धान, आविष्कार, नवप्रवर्तन गर्दा पनि उनीहरू गहिरिएर सबथोक चटक्क छोडेर ऋषिहरू जस्तै त्याग गरेर एउटा वस्तुमा केन्द्रित भएर दिन रात डुबेपछि बल्ल उनीहरूलाई त्यो स्थिर भएपछि बल्ल त्यो कुरा प्राप्त भएको छ। पुरा संसार बिर्सिएपछि, कसैले आफ्नै नाम बिर्सिएका छन्, कसैले कपडा लगाउनै बिर्सिएका छन्, त्यत्तिकै युरेका भनेर भागेका छन्। अघि एकछिन अगाडिसम्म मुख सुकेर छटपटाएर उठ्न पनि नसकेर व्यक्ति थचक्क बसेका अर्जुन अब एकछिनमा मुस्कुराएर ऊर्जाले भरिएर शक्ति प्राणले सञ्चार भएर, प्राण सञ्चार भएर उनी करिष्ये वचनम तब, हे कृष्ण मैले बुझेँ, मेरो मोह नष्ट भयो, मलाई स्मृति प्राप्त भयो, मलाई हजुरको कृपाको वर्षा भएको छ अर्जुन। हे कृष्ण मलाई हजुरको कृपाले मेरो मोह नष्ट भएर स्मृति प्राप्त भएको छ। अब म आफ्नो स्वरूपमा स्थित भएको छु, अब सन्देह रहित भएको छु, अब म हजुरले जे भन्नुहुन्छ त्यो गर्छु। अघि म लड्दिनँ, नयोत्से इति गोविन्द, नयोत्से इति गोविन्द मुक्त्वा तुष्णिं बभूवः, अघि लड्दिनँ भनेको थिएँ, अब चाहिँ जे भन्नुहुन्छ त्यही गर्छु। विद्यार्थीलाई अल्छी लागेको छ, विद्यार्थीले पढ्नै खोजेको छैन, विद्यार्थीले ध्यान के हो सिकेकै छैन, अनि शिक्षकले बार बार भन्छन् बाबु हो ध्यान दिएर बस, ध्यान थाहै छैन कहाँ दिने हो, ध्यान दिएर पढ भने ध्यान के हो भन्ने कुरै थाहा छैन। ध्यान सिकाउने गीताले हो। ब्रह्मण्येवा अधिकारस्ते मा फलेषु कदाचन मा कर्म फल हेतुर्भुर। यदि कर्म फलको वासनाले कर्म गर्यौ भने तिमी कर्मफलको हेतु बन्छौ, वासनाले कर्म गर्यौ भने तिमी त्यो कर्मको फलको भोक्ता बन्छौ, भोक्ता बनेपछि कर्ता बनेपछि भोक्ता पनि हुनै पर्यो, र भोक्ता बनेपछि तिमीले फल पनि भोग्नै पर्यो। कर्मका 3टा फल हुन्छन्, शुभ अशुभ र मिश्रित फल हुन्छन् है। ती 3टै फल भवत्यत्यागी नाम प्रेत्य न तो सन्यासी नामको चाहिँ त्यागीहरूलाई त्यसको फल प्राप्त हुँदैन, केवल भोगीहरूलाई मात्रै हुने हो। इच्छा छ, इच्छा पछि त्यसलाई अझै बढाउँदै लयो भने सुविधामा जान्छ, सुविधालाई अझै बढाउँदै लयो भने विलासितामा जान्छ क्या। 3टै कुरालाई कटौती गर्न सकिन्छ, तर आवश्यकतालाई कटौती गर्न सकिन्न, निडलाई, नेसेसिटीलाई। अहिलेका मान्छेको दिमाग चाहिँ कहाँ गएर बसेको छ भन्दाखेरि पैसामा। आजको विश्वको चिन्तन सबैभन्दा निम्न कोटिको छ। इच्छासित सँगै जन्मिने इच्छाको एउटा सन्तान भनौँ, त्यो चाहिँ दुःख हो। इच्छासित सँगै जन्मिन्छ है, इच्छासित सँगै जन्मिन्छ र सँगै हुर्किन्छ। मान्छेले खोजेको कुरालाई यसो समराइज गरेर हेर्ने हो भने मान्छेले ज्ञान चाहन्छ, मान्छेले आनन्द चाहन्छ, र मान्छेले नमर्न खोजेको छ। सुखी हुनु छ भने, वास्तविक समृद्ध हुनु छ भने प्राप्त नै पर्याप्त हो भन्ने कुराको बोध चाहिन्छ। जे प्राप्त छ त्यो पर्याप्त छ। मन्दिर यस्तो ठाउँ हो जहाँ मान्छेले माग्न मात्रै गएको हुन्छ, तर मन्दिर जाने असली अधिकारी त्यो हो, असली योग्य व्यक्ति त्यो हो जो भगवानलाई पनि दिन जान्छ क्या। दयाको के गरौँ वर्णन प्रभो त्यो शब्द नै छैन, झुकाए पाउमा मस्तक अरू केही योग्यता छैन। के योग्यता छ र मेरो? सब चिज उसले दिएको छ। अब म झुक्नुभन्दा अरू के बाँकी छ? अब म अहोभावले धन्यवाद दिनुभन्दा अरू के छ? मेरो आफ्नो के छ त? हारपात पराल भन्दा पनि अझ हलुको चाहिँ कपास हुन्छ अरे, कपास भन्दा पनि अझ हलुको चाहिँ माग्ने हुन्छ अरे के। अनि कसैले फेरि प्रश्न गर्न सक्छ, कपासलाई त हावाले उडाउँछ, त्यसो भए माग्नेलाई नि उडाउनु पर्ने। कपास उडाउने वायुले, त्योभन्दा नि हलुका माग्नेलाई किन उडाउँदैन त भन्दा वायु पनि डराउँछ अरे कि यसले मसँग माग्छ फेरि भनेर, मसँग पनि माग्छ यसले भनेर वायु पनि डराउँछ अरे, त्यही भएर नउडाएको। यो सुन्दर व्यङ्ग्य हो। त्यही भएर माग्नु भनेको त्योभन्दा लाज मर्दो कुरा, लज्जास्पद कुरा धरतीमा अर्को केही छैन। दिनुभन्दा गर्वको कुरा अर्को केही छैन। हामीलाई परमेश्वरले दिन पठाउनु भएको छ। पहिले ऋषिमुनि थिए, अहिले शिशिमुनि छन् होइन।
ऋषिमुनिका सन्तानहरू शिशिमुनि भइरहेका छन् अहिले। शिशिमुनिलाई कमाउन पनि दुःख, उहुँ। सितिमिति धन आउँदैन, सजिलो पैसा आउँदैन। आयो भने चोरी होला, ब्याङ्कमै राखेको छ, विभिन्न चाहिँ अन्य प्रविधिबाट त्यसलाई उपयोग गरेको छ, त्यतै ह्याक गरेर कसैले लुटिदेला है। कमाउन दुःख, कमाएको धनलाई फेरि बचाउन दुःख, अनि धन गयो, गएपछि फेरि झन् दुःख, धन गयो। धनले न कहिले सुख दियो त भन्नु त? आउँदा पनि दुःखै दियो, दुःखले आयो, रहँदा पनि दुःख दियो, गएपछि पनि दुःख दियो। अब त्यो धनलाई हामीले सुखको कारण मानेका छौँ, जसले आउँदा रहँदा र जाँदा तिनै अवस्थामा दुःख मात्रै दिएको छ। चौरमा लगेर हजुरले चाहिँ धानका बोराहरू, चामलका बोराहरू, खानेकुराहरू भनौँ न, मकै, गहुँ, धान के छ, खाद्य पदार्थहरू लगेर छोडिदिनुहोस्। मान्छे गयो भने त्यो पुरै बोरा उठाएर हिँड्छ, पशुहरू गयो भने खाएर जान्छन् कि। हामीभन्दा त उनीहरू महान छन् कि। मान्छे जिन्दगीभरि धनको पछाडि लाग्छ, धन त पाउँदैन, लास्टमा उसैको निधन हुन्छ क्या। धेरै धेरै स्वागत छ। यो लामो समयको प्रतीक्षापछि भनिन्छ प्रतीक्षाको फल मिठो हुन्छ। आज एउटा मिठो संयोग जुरेको छ, समय दिनुभयो। सबैभन्दा पहिला त हजुरप्रति धेरै 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 शब्दमा वर्णन गर्न नसकिने आभार प्रकट गर्छु। यहाँलाई पनि धेरै धेरै धन्यवाद। कसरी बितिरहेछ आजभोलिको दिनचर्या गुरुदेव? पहिले मलाई के मिल्छ भनेर सोच्थेँ। अचेल मेरा कर्मबाट देशलाई, सभ्यतालाई, संस्कृतिलाई, धर्मलाई र विश्वलाई, मानवतालाई केही मिल्छ कि भनेर चिन्तन गर्छु। त्यही भएर पहिले म दुःखी थिएँ है। अहिले जब जब मेरो विचार लिने भन्दा दिनेतिर गयो, त्यसपछि म आफै पनि पहिलेभन्दा धेरै खुसी छु र आनन्द लाग्छ मलाई। मेरो दिन चाहिँ विभिन्न कर्महरूमा, निर्धारित कार्यक्रमहरूमा, आकस्मिक कार्यक्रमहरूमा व्यतीत हुन्छ। केही यसो फुर्सद समय पाएँ भने म आफ्नै स्वाध्याय साधना आदिमा लाग्छु। लिएर होइन, दिएर दिनचर्या बितिराखेको छ र जहाँ दिनुभित्र नै वास्तवमा खुसीको फुल चाहिँ दिनुमा फुलिरहेको हुँदो रहेछ। हजुर, त्यसको बारेमा त अहिले अझ खुसीका बारेमा म पछि कुराकानी गरौँला। हजुरले सुरुवात गर्नुभएको अभियान एउटा, जसरी आज एउटा चैतन्य कृष्ण भनेर एउटा नाम होइन कि ब्रान्ड जस्तो बनेको छ, एउटा कसैले पनि चाहेर पनि छुटाउन नसक्ने एउटा नाम बनेको छ नेपालमा, जुन योगदान हजुरले त्यहाँ रहेर गरिरहनु भएको छ। र यसमा चाहिँ हजुरको मलाई युनिक लागेको चाहिँ कसैले एकदम कुरा आध्यात्मिक पाटो मात्रै हामी बोकेर हिँडिराखेका हुन्छौँ र त्यसमा अब हजुरको अध्ययनले पनि या त्यसको एउटा दृष्टिकोणको विराटताले पनि होला होइन, ज्ञान र विज्ञानलाई सँगै मिसाएर ज्ञान विज्ञान अध्ययन केन्द्र भनेर चाहिँ तपाईँले गर्नुभएको छ। संस्कार र आविष्कारको कुरा साह्रै मन परेको थियो। ज्ञान र विज्ञान अनि संस्कार र आविष्कारको कुरा मलाई साह्रै मन परेको थियो। चुरो कुरो चाहिँ त्यहाँनिर छ। यसमा अलिकति कुराकानी गरौँ न भन्ने चाहन्छु गुरुदेव म आज। खास कसरी हजुरले यो विषय अगाडि बढाउनु भयो र यो भित्र लुकेको निहितार्थ भन्ने हुन्छ नि, चुरो कुरा आज खोलिदिनु न पुका। म पहिले भौतिक विज्ञानको विद्यार्थी हुँ प्रारम्भिक चरणमा, तर मेरो जीवन अचानक अध्यात्म विज्ञानको बाटोमा लाग्यो र म केही समय द्वन्द्वमा पनि थिएँ। भौतिक विज्ञान र अध्यात्म विज्ञानमा कतातिर लागौँ, किन लागौँ, कसरी लागौँ भन्ने प्रश्नले मलाई केही समय सतायो पनि। तर मैले आफ्नो अध्ययनबाट के निष्कर्षमा पुगेँ भने दुईटा कुरा रहेछ संसारमा, एउटा खोज रहेछ, अर्को निर्माण रहेछ। खोज जहिले पनि पुरानो कुराको हुन्छ र निर्माण जहिले पनि नयाँ कुराको हुन्छ कि। र धरतीमा अस्तित्वमा नयाँ कुरा केही पनि छैन। हामीले प्रयोग नयाँ गरेको हो, मिश्रण नयाँ गरेको हो। त्यो शक्ति पनि पुरानै छ, वस्तु पनि पुरानै छ। केवल हामीले त्यो केमिकलहरूलाई फरक फरक केमिकललाई मिलाएर नयाँ नयाँ वस्तु बनाउने त्यो प्रयास गर्दैछौँ। त्यही भएर ज्ञान र विज्ञान यी दुईटा जीवनका आधार रहेछन्। जीवनलाई सुन्दर बनाउने, सफल बनाउने, सार्थक बनाउने, यी दुवै कुराहरूलाई जोड्यो भने मात्रै एउटा मान्छे पूर्ण हुँदो रहेछ। मैले ज्ञानलाई नजिकबाट सम्बोधन गर्ने कुनै शब्द छ कि भनेर खोज्दा त्यसलाई संस्कार पाएँ र विज्ञानलाई संस्कारसँगै अनुप्रास मिल्ने शब्द खोजी गर्दा फेरि आविष्कार प्राप्त भयो। र संस्कार र आविष्कार शिक्षाका दुईटा आधार पनि हुन्। मानव जीवन
चेतनाको जीवन हो, संवेदनाको जीवन हो, विवेकको जीवन हो, करुणाको जीवन हो, मानवताको जीवन हो, दया सौशील्य जस्ता सद्गुणहरूले अरूलाई उपकृत गराउने, अरूलाई लाभान्वित गर्न सक्ने जीवन हो। त्यसैले आफू पनि धन्य भएर आफ्नो जीवन सार्थक बनाएर अरूलाई पनि सार्थक बनाउन सक्ने, अरूको पनि जीवनलाई सफल बनाउन सक्ने हतियार भनेका दुईटा कुरा, एउटा संस्कार र अर्को आविष्कार। एउटाले मूर्त, एउटाले अमूर्त, एउटाले सूक्ष्म, एउटाले विराट, एउटाले अन्तर, अर्कोले बाह्य। जगतको प्रतिनिधित्व मात्रै गर्दैनन्, एउटाले शान्ति आनन्द र अर्कोले समृद्धिको पनि प्रतिनिधित्व गर्छन्। विज्ञानले हामीलाई समृद्धिको बाटोतिर लान्छ, सुविधा बढाउँछ र ज्ञानले दुविधा हटाउँछ। फेरि ज्ञानले दुविधा हटाउँछ, विज्ञानले सुविधा बढाउँछ। समय घटाउने र सुविधा बढाउने विधा हो विज्ञान भने। ज्ञान भनेको दुःख घटाउने, अशान्ति घटाउने, बेचैनी घटाउने र परमानन्दलाई बढाउने बाटो हो। त्यसैले यी दुवै कुराहरू भयो भने मान्छे चाहिँ वैज्ञानिक चेतना र ऋषि मनले युक्त भएको हुनुपर्छ। तर्क, तथ्य र प्रमाणमा उसको स्थिति हुनुपर्छ र ऊ सहज एउटा अरूको दुःख सुखलाई पनि आफ्नो दुःख सुख जस्तै सम्झिएर बुझ्न सक्ने, आफू जस्तै सम्झिएर व्यवहार गर्न सक्ने हुनुपर्छ। त्यही भएर आजको विश्वलाई सुन्दर बनाउनलाई, आजको संसारलाई राम्रो बनाउनका लागि यी दुईवटा कुराहरू चाहिँ अपरिहार्य छन्। दुईटै कुरा अपरिहार्य मात्र होइन, एक अर्काका पनि परिपूरक छन्, अविभाज्य छन्, विभाजन गर्न नसकिने छन् भन्ने लाग्यो मलाई। र त्यसपछि हामीले 2072 सालबाट 10-11 वर्ष भयो यो चिन्तनमा विशेष आबद्ध भएर अगाडि बढेको। त्योभन्दा पहिला म आफै टेलिभिजनमा, कान्तिपुर टेलिभिजनमा 6-7 वर्ष प्रवचन गर्थेँ। भारतका आस्था संस्कार जस्ता टेलिभिजनहरूलाई नेपालमा हामीले धेरै, भारतमा पनि यी अन्तर्राष्ट्रिय च्यानलहरूबाट कार्यक्रम गऱ्यौँ र ती सबै कुराहरूको अनुभवबाट म के निष्कर्षमा पुगेँ भने नेपाल विश्वगुरु हुनसक्छ, संस्कृत विश्वभाषा हुनसक्छ, मानव देवता जस्तै हुनसक्छ, धरती स्वर्ग जस्तै हुनसक्छ, वैज्ञानिकहरू सन्त जस्ता पनि हुन सक्छन्, सन्तहरू वैज्ञानिक जस्ता पनि हुन सक्छन् र यो धरती पनि सुन्दर, शान्त, समृद्ध, प्रेम, दया र करुणाले भरिएको एउटा मानवताले भरिएको विश्व बन्न सक्छ भन्ने लाग्यो। त्यसपछि हामी एउटा गन्तव्य, डेस्टिनेसन एउटा स्पष्ट भएपछि अनि त्यो बाटोमा हामी हिँड्न सुरु गऱ्यौँ। गुरुदेव, यो जीवन र जगतलाई हेर्ने दुई थरी दृष्टिकोणहरू छन्। एउटा भौतिकवादी दृष्टिकोण भयो, अर्को चाहिँ अध्यात्मवादी दृष्टिकोण। यसमा दुवै कुराको यथोचित संयोजन छ भनेर बुझ्न मिल्यो। भौतिकवादी कुराहरू पनि र आध्यात्मिक कुराहरूलाई पनि संयोजन गरेर एउटा नयाँ दृष्टिकोण तपाईँले निर्माण गर्नुभयो, नयाँ दृष्टिकोण चाहिँ विश्वलाई पस्किनु भयो भनेर बुझ्यो भने त्यो कति हदसम्म सही या गलत कस्तो हुनसक्छ? अब मूलभूत मान्यतामा भौतिकवादी दर्शन भनेको नास्तिक दर्शन, जडवादी दर्शन भनेर मानिन्छ भने आध्यात्मिक दर्शनलाई आत्मिक दर्शन, भगवत विश्वासमा आधारित दर्शन भनेर बुझ्छौँ हामी। तर यो शरीर हाम्रो भौतिक हो र हाम्रो स्वरूप चाहिँ आध्यात्मिक हो। यी दुईटै कुरा जोडिएर हामी एउटा मानव बनेका छौँ। र भौतिक शब्द भूत शब्दबाट बन्छ। भूत शब्दका संस्कृतमा धेरैवटा अर्थ छन्। सत्व अर्थ हुन्छ, प्राणी अर्थ हुन्छ, पञ्चभूत पनि हुन्छन्, तत्त्व अर्थ हुन्छ, धेरै धेरै अर्थहरू हुन्छन्। ती सबैसँग सम्बद्ध जो वस्तु छ या सम्बद्ध अवस्था छ, भूतसँग जोडिएको कुरालाई भौतिक भनिन्छ। हामीले त मरेर गएका प्रेत आदिहरूलाई पनि भूत प्रेत भन्छौँ नि। त्यसैले भौतिक भन्न खोजेको चाहिँ भूतसँग जोडिएको हो। भूत भन्न खोजेको चाहिँ जड वस्तुहरूलाई हो। यहाँ जुन भौतिक भन्ने छ जड वस्तु र जसबाट चेतनलाई, चैतन्यलाई छुट्याएपछि शरीरमा जे बच्छ हैन, चैतन्य शरीरबाट आत्मा निस्किएपछि शरीर जो जस्तो शरीर रहन्छ त्यसलाई भौतिक भन्न खोजिएको हो। त्यसैले हामी अहिले जबसम्म हामी शरीरमा छौँ तबसम्म शरीरभन्दा अलग हाम्रो अस्तित्व छ
तात्विक दृष्टिले छ। तर पनि हामी जबसम्म योगको पूर्णताको स्थिति हुँदैन शरीरबाट आफै अलग हुन सक्ने र शरीरभन्दा पृथक अलग्गै आफू रहेर यो शरीरलाई छोडेर यसमा प्रवेश गर्ने शङ्कराचार्यले जस्तै शङ्कराचार्यले एउटा विशेष अनुभवका लागि आफ्नो शरीर छोडेर अर्काको मृत शरीरभित्र प्रवेश गरेर अनि उसको शरीरभित्र गएर आफूले जे अनुभव गर्न खोज्नुभएको थियो, जे ज्ञान खोज्नुभएको थियो त्यो ज्ञान लिएर आएर पुनः शास्त्रार्थ सम्पन्न गर्नुभएको थियो। त्यसैले त्यस्तो खालको अवस्था हुँदाखेरि हामीलाई चाहिँ आत्मिक चेतनाको शुद्ध स्वरूपले पनि काम गर्छ। आज जबसम्म ब्रह्मज्ञानको स्थिति हुँदैन, भगवत तत्त्व साक्षात्कारको उपलब्धताको स्थिति हुँदैन, तबसम्म चाहिँ हामी भौतिकवाद र अध्यात्मवाद भन्दा पनि कि सबै कुराहरू हाम्रा लागि हुन् र हामीले यसको सदुपयोग गरेर कसरी जीवनलाई सार्थक गराउने भन्ने कुरा सोच्नुपर्छ। त्यसैले मैले यसबारेमा के भन्छु भन्दाखेरि मेरो एउटै उत्तर चाहिँ भौतिक र आध्यात्मिक यी दुवै शक्तिहरू हुन्, यी दुवै मानवताका लागि हुन्। यी दुवै कुराहरूलाई जोड्दाखेरि मान्छे एउटा बाटोमा मात्रै होइन, दुवै कुरालाई लिँदाखेरि व्यक्ति अझ शक्तिशाली हुन्छ कि। जस्तो विवेक र चरित्र दुइटै चाहिन्छ नि, त्यसै गरी भौतिक र आध्यात्मिक दुवै कुरा मानवलाई चाहिने कुरा हुन्। हजुर, अब हजुर विज्ञानको विद्यार्थी, भौतिक विज्ञानको विद्यार्थी होइन, त्यसले जे कुरा एउटा पदार्थ जड कुरा तथ्य प्रमाण या आनुभविकताबाट चाहिँ एउटा अन्वेषण गरेर ठोस कुराको अपेक्षा गर्छ नि त, त्यहाँबाट चाहिँ सबै कुरा ल्याबबाट टेस्ट भएर प्रमाणित कुरा मात्र गर्ने त्यो पढिरहेको मान्छे। अब यसमा पनि अध्यात्म विज्ञान पनि होला हुन त। अब यसलाई हजुरले प्रस्तावित दिनुपर्नु होला। कतिपय चिजहरू चाहिँ अलि बढी विश्वासमा या स्वान्त सुखाएमा आफूले अनुभूतिमा बढी छ हाम्रो यता अध्यात्मतर्फ। यो बिचको अलिकति कतिपयले विरोधाभासको अर्थमा पनि बुझेका छन् या बुझाएका छन् या अपुरो बुझाइ पनि हुनसक्छ। कसरी चाहिँ यो टर्निङ पोइन्ट भयो? एउटा साह्रै उपयुक्त पात्र हुनुहुन्छ होला एउटा विज्ञानको र यो आध्यात्मिक अनुभूतिको बारेमा विश्लेषण गर्ने। हजुर यो चिजलाई अलिकति बताउनु न, हजुरको आफ्नो जीवनको अनुभवको आधारमा पनि। यु टर्न हुँदाखेरि पनि म एउटा वैज्ञानिक र एकजना सन्तको संवादको ग्रन्थ द लाइफ कम्स फ्रम लाइफ भन्ने पुस्तक पढेर नै मेरो यो जीवन रूपान्तरित भएको थियो। खास गरी विज्ञान के हो र अध्यात्मलाई हामीले के भन्ने सन्दर्भमा सामान्य उदाहरणबाट हामीले यो कुरालाई अलिक गहिरिएर बुझ्न सक्छौँ। हाम्रा केही इन्द्रियहरूले प्रत्यक्ष रूपमा देख्ने र अनुभव गर्ने कुरा मात्रै सत्य होइन। जस्तै सब्जीमा भएको नुनलाई हामीले आँखाले त देख्न सकिँदैन, जिब्रो चाहिन्छ, रसनेन्द्रिय चाहिन्छ हैन। प्रकृतिमा चारैतिर विद्यमान वायुलाई देख्न पनि हाम्रो आँखा सक्षम हुँदैन। त्यसलाई थाहा पाउनका लागि हामीले आँखाले पातहरू हल्लिएको देखेर अनुमान गर्न सक्छौँ, तर अनुभव गर्नका लागि छाला चाहिन्छ। हामी छालाले हावा चलेको अनुभव गर्छौँ, श्वास प्रश्वासको माध्यमबाट हामीले अनुभव गर्छौँ। हामीभित्र मन पनि छ, सुख पनि छ, दुःख पनि छ, विभिन्न परिस्थितिमा हामीले फरक फरक अनुभव गर्छौँ। त्यही कुरा पनि हामीले देख्न सक्दैनौँ, भनेको हामीले हरेक कुरा आँखाले देख्न सक्दैनौँ। त्यही भएर विज्ञान भनेको आँखाले मात्रै देख्न सकिने वस्तुलाई विज्ञान भनिँदैन। आँखाले देख्नै नसकिने उपकरणहरूलाई के अरे साना साना अणुहरूलाई पनि, जीवहरूलाई पनि, अमिबादेखि लिएर हामी विज्ञानका विभिन्न साना साना वस्तुहरूलाई पनि विज्ञानका उपकरणहरूबाट बुझ्न सक्छौँ नि त। ठिक त्यसै गरी विज्ञानले अध्यात्मलाई, विज्ञान भनेको एउटा क्रमबद्ध एउटा यथार्थ अध्ययन हो कि यथार्थ ज्ञान हो। अध्यात्म संसारको सबैभन्दा श्रेष्ठतम विज्ञान हो। अध्यात्मभन्दा श्रेष्ठ विज्ञान अर्को छैन। किनभने संसारका जड पदार्थहरूको बोध मात्रै विज्ञान होइन नि, विज्ञान त सत्यको बोध हो, तत्त्वको साक्षात्कार हो। जबसम्म विश्वको रहस्यमय चैतन्य तत्त्वको हामीलाई बोध हुँदैन तबसम्म के विज्ञान भयो त? त्यसैले असली विज्ञान त अध्यात्म विज्ञान नै रहेछ। अध्यात्म तत्त्वको जस्तो मृत शरीरबाट भर्खर छुट्टिएर गएको जो चेतना हो, आत्मा हो, जीव हो, त्यो कहाँ गयो, कसरी गयो, कुन माध्यमबाट गयो, अघि 1 मिनेट अघिसम्म बोल्दै थियो, अब ऊ जलाउँदा पनि केही गर्दैन, टुक्र्याउँदा पनि केही गर्दैन। कतिपय व्यक्तिहरूले शरीरको अङ्गदान गरेका हुन्छन्,
कतिपयको पोस्टमार्टम क्रियाहरू गर्नुपर्छ। ती सबै क्रियाहरू गर्दा जब त्यो व्यक्ति अघिसम्म दुख्यो भनेर विभिन्न प्रतिक्रिया गर्ने व्यक्ति 1 मिनेटमै नबोल्ने हुन्छ। यो रहस्य आधुनिक भौतिक विज्ञानले, यसलाई अब हामीले भौतिक विज्ञान भनौँ, आधुनिक भौतिक विज्ञानले, मोडर्न फिजिक्सले अहिलेसम्म त्यो कुरा बुझ्न सकेको छैन। त्यही भएर मोडर्न साइन्सले पनि जुन कुरा बुझ्न सकेको छैन त्यो कुराको अध्ययन अध्यात्म विज्ञानले गर्छ र अध्यात्म विज्ञानको यात्रा नै वास्तवमा भौतिक विज्ञानको क्षमताभन्दा परबाट सुरु हुन्छ। त्यही भएर यसलाई मेटाफिजिक्स भन्छौँ। त्यो मेटाफिजिक्स हो। यो फिजिक्सभन्दा पनि परको विज्ञान हो, पराभौतिक विज्ञान हो, तात्विक ज्ञान हो, यथार्थ ज्ञान हो। त्यसैले फेरि भौतिक विज्ञान पनि यथार्थ हो। भौतिक विज्ञानको आफ्नो सीमा छ। यसलाई अध्ययन गर्ने एउटा निश्चित विधि छ। त्यो विधिबाट आश्रित भएर हामीलाई जे ज्ञान आउँछ त्यो हाम्रा इन्द्रियजनित ज्ञान, केवल इन्द्रियहरूले बुझ्न सक्ने मात्र ज्ञान चाहिँ भौतिक विज्ञान मोडर्न साइन्सले हामीलाई दिन्छ। त्योभन्दा परका कुराहरू अथाह छन्, अनन्त छन्, अगाध छन्, जीवनका हर पाटामा छन्, बिहानदेखि बेलुकीसम्म छन्, सदैव छन्। ती कुराहरू चाहिँ भौतिक विज्ञानले समाधान गर्न सक्दैन, बुझ्न सक्दैन। त्यही भएर विज्ञानका धेरै पाटा हामीले विभाजन गरौँ। विज्ञान धेरै प्रकारका छन्। तीमध्ये पनि मुख्य रूपमा यो विज्ञानलाई विभाजन गर्दा 2टा विज्ञानका रूपमा राखौँ, एउटा भौतिक विज्ञान, एउटा अध्यात्म विज्ञान। त्यो अध्यात्म विज्ञानले चेतनाको सुख दुःख शान्ति करुणा मानवता यी कुराहरूको अध्ययन गर्छ र मानवलाई सुखी बनाउँछ, मानवलाई अरूसँग घुलमिल गर्न सक्ने, अरूलाई आदर गर्न सक्ने, सत्कार गर्न सक्ने, प्रेम गर्न सक्ने, दुखीलाई देखेर करुणित हुने, पग्लिने, मैत्री भाव, सद्भाव, भाइचारा यी सबै दिव्य सद्गुणहरूलाई समाजमा बचाएर राख्छ भने भौतिक विज्ञानले हाम्रा जड जगतका हाम्रा यन्त्र उपकरण है विविध वस्तुहरूलाई सृजना गर्ने बनाउने, त्यसपछि ती वस्तुहरूको उपयोगिता अझ आविष्कारसँगै नवप्रवर्तन जोडिन्छ। एकपटक आविष्कृत भएको वस्तुलाई फेरि नवप्रवर्तनको इनोभेसनको माध्यमबाट फेरि अझ उत्कृष्ट अझ उपयोगी बनाउने कुराहरू हुँदै जान्छन्। यी कुराहरू मैले अघि भने जस्तै सुखका लागि त होइनन्, यो चाहिँ समृद्धिका लागि हुन्, सुविधाका लागि हुन्। सुविधामा पनि दुःख हुनसक्छ नि त, होइन? सुविधाले सुखै दिन्छ भन्ने हुँदैन। त्यही भएर यो सुविधा र सुखलाई छुट्याउन सक्नुपर्छ, होइन? समृद्धि र सन्तुष्टिलाई पनि छुट्याउन सक्नुपर्छ। सुख र सुविधा, समृद्धि र सन्तुष्टि भन्ने कुरा फरक कुरा हो। झलक्क सुन्दा उस्तै हो कि जस्तो लाग्छ। त्यही भएर एउटा ज्ञानका एउटा विज्ञानका। अब त्यो ज्ञान भनेको चाहिँ अध्यात्म विज्ञान हो कि ज्ञान पनि विज्ञान हो, तर त्यो अध्यात्म विज्ञान हो। र भौतिक विज्ञान भनेको जड पदार्थहरूको अध्ययन अनुसन्धानबाट मानवका लागि, सृष्टिका लागि, प्राणीहरूका लागि उपयोगी बनाउने, समयलाई घटाउने, सुविधालाई बढाउने विभिन्न प्रयोगहरू हो। तर्क तथ्य र प्रमाणको आधारमा नयाँ नयाँ कुराहरूको होइन सम्मिश्रणबाट नयाँ नयाँ उपयोगी वस्तुहरू समाजका लागि बनाउने एउटा विधा हो। त्यसैले मानव जीवनको पूर्णता चाहिँ उपलब्ध सुविधाहरूलाई उपभोग गर्दै, उपलब्ध समृद्धिलाई स्वीकार गर्दै, वास्तविक समृद्धि भनेको त सुख शान्ति र आनन्द आफूसँग भयो भने बल्ल वास्तविक समृद्धि हुन्छ। किनकि मसँग खरबौँ रुपियाँ सम्पत्ति छ, अत्यन्तै विशाल महल छ, लगाउनका लागि हजारौँ थरी वस्त्रहरू छन्, खाना पिउनका लागि मसँग लाखौँ पदार्थहरू छन्, तर म चाहिँ रोगी छु, तर मलाई खानामा रुचि नै छैन। मलाई यी वस्तुहरूले के गर्छन् र? सुविधाले या लौकिक समृद्धिले मलाई सुखी गराउन सक्दैनन्, है? त्यसैले केही छैन तर पनि मान्छे सुखी भएर रमाउन सक्छ, सन्तुष्ट छ भने। त्यही भएर केही नहुँदा पनि रमाउन सक्ने कला चाहिँ हामीलाई अध्यात्म विज्ञानले दिन्छ। त्यही भएर यी दुवै कुराहरू जीवनका लागि हुन्। यदि परमार्थको जीवनमा कटौती गर्न सक्ने भनेको जीवनका 3टा कुरा छन् कि एउटा इच्छा छ, इच्छा पछि त्यसलाई अझै बढाउँदै लयो भने सुविधामा जान्छ, सुविधालाई अझै बढाउँदै लयो भने विलासितामा जान्छ क्या, है? इच्छा, सुविधा र विलासिता यी 3टै कुरालाई कटौती गर्न सकिन्छ, तर आवश्यकतालाई कटौती गर्न सकिन्न। निडलाई, नेसेसिटीलाई हो अध्यात्म विज्ञान
नेसेसिटीलाई प्राथमिकतामा राखेर जीवनलाई सर्वोत्कृष्ट बनाउनका लागि सदैव परम आनन्दलाई उपलब्ध गराउनका लागि चाहिँ समर्पित एउटा विज्ञान हो कि अध्यात्म विज्ञान। कति राम्रो ट्रायङ्गल अनि पछि नेसेसिटीसम्म लाँदा त चौथो कुरा भयो। कति राम्रो, यसको अलिकति व्याख्या गरौँ जस्तो लाग्यो गुरुदेव मलाई। इच्छा, सुविधा, विलासिता, यो अलमोस्ट हामी मान्छेहरू त यही कुराको चक्करमा नै हामी अल्मलिराखेका छौँ। हाम्रा इच्छाहरू छन्, त्यसलाई हामी सुविधाले अझ 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 हामी त्यतातिर प्रेरित हुँदै जान्छौँ र विलासितासम्म आउँदाखेरि त प्रेरित मात्र होइन, ग्रसितैसम्म हामी पुग्छौँ, त्यो चरणसम्म पुग्छौँ होला। जुन कुरा गुरुदेव भन्दै हुनुहुन्छ यो कटौती गर्न सकिने कुराहरू हो, जसलाई हामी संसार मानेर यसैमा लुडुपुडु गरिराखेका छौँ। यो त कटौती गर्न सकिने चिज हो, आवश्यकता मात्र कटौती गर्न सकिँदैन भनेर एउटा नयाँ आयाम दिनुभयो आज। यसको अलिकति व्याख्या गरिदिनु गुरुदेव, ताकि हाम्रो छर्लङ्ग आँखा खुलोस्। जङ्गलमा अरबौँ रुपियाँ डलर पैसा लिएर जङ्गलमा गएको व्यक्तिले त्यो डलर त्यो पैसा त्यो सम्पत्तिलाई जङ्गलमा उपयोग गर्न पाउँदैन। तर उसँग यदि झोलामा 2टा रोटी थिए भने त्यो काम लाग्थ्यो होइन। त्यही भएर संसारमा सबैभन्दा श्रेष्ठ वस्तु पैसा हो भनेर सोचेको संसारले थाहा पाउनुपर्ने कुरा के हो भने संसारमा सबैभन्दा निकृष्ट वस्तु पैसा हो। मैले संसारमा 4वटा कुराहरूलाई वर्गीकरण मैले सन्तहरूको यो प्रेरणाबाट सुनेको कुरा, मैले 4 प्रकारका वस्तुहरू संसारमा भेट्छु। एउटा चाहिँ पैसा हो, दोस्रो चाहिँ वस्तु हो, तेस्रो चाहिँ जीवन हो र चौथो चाहिँ सत्य हो। पैसा वस्तुका लागि हो, पैसा सिधै काम आउँदैन तर वस्तु सिधै काम आउँछ नि। जङ्गलमा 2टा रोटी भएको भए काम लाग्थ्यो, 1 गिलास पानी भएको भए काम लाग्थ्यो, तर पैसाको काम लागेन नि होइन। हजुर, त्यही भएर पैसाभन्दा ठुलो चाहिँ वस्तु रहेछ। वस्तु पनि आफै सडेर जान्थ्यो होला, उपयोग गर्ने व्यक्ति छैन भने उपभोक्ता ठुलो रहेछ त्यहाँ है। वस्तु उपभोग्य रहेछ अनि व्यक्ति चाहिँ उपभोक्ता रहेछ। त्यो वस्तुको उपभोक्ता व्यक्ति जो हो त्यो चाहिँ वस्तुभन्दा श्रेष्ठ छ। र व्यक्ति पनि के का लागि त, त्यो अस्तित्वमा व्यक्त भएर आयो, तर के का लागि आयो त, उसको जीवनको प्रयोजन के हो त्यो जीवनको सत्य, त्यो जीवनको लक्ष्य, उसको जीवनको लक्ष्य चाहिँ सत्य चाहिँ त्यो जीवनभन्दा पनि श्रेष्ठ कुरा हो। त्यही भएर जसको चेतनामा सत्य बसेको छ उसले परिवारै छोडेर हिँडेका घटना पनि छन्, जीवनलाई पनि महत्त्व दिएन। वस्तु र पैसाले त उसलाई खिच्न सक्ने कुरै भएन। त्यही भएर अहिलेका मान्छेको दिमाग चाहिँ कहाँ गएर बसेको छ भन्दाखेरि पैसामा। आजको विश्वको चिन्तन सबैभन्दा निम्न कोटिको छ। अब आवश्यकता र हामी इच्छा, सुविधा, विलासिताको कुरालाई अझ गरौँ। बाँच्नका लागि मानिसलाई भोजन चाहिन्छ, श्वास चाहिन्छ र यो त शरीरका लागि हो होइन। सास, अन्न, जल यी कुराहरू शरीरका लागि हुन्। तर मान्छे कुनै समाजमा बस्न नसकेर बसाइसराइ गरेर किन जान्छ त? कि त उसलाई आर्थिक रूपमा समस्या होला, कि पारिवारिक रूपमा केही पीडा होला, कि चाहिँ उसका इच्छा आकाङ्क्षाहरू त्यहाँ बसेर पुरा नहुने स्थिति देख्छ उसले। अब उसको सपना अलि केही फराकिलो हुन लाग्छ, अलि फैलिन लाग्छ अनि व्यक्ति बसाइसरेर जान्छ। त्यही भएर जब व्यक्ति आवश्यकताभन्दा अलिकति थोरै राम्रो भयो हुन्थ्यो, थोरै यस्तो भयो हुन्थ्यो भन्न थाल्छ नि, अब त्यो इच्छा सुरु भयो। इच्छासित सँगै जन्मिने इच्छाको एउटा सन्तान भनौँ, त्यो चाहिँ दुःख हो। इच्छासित सँगै जन्मिन्छ है, इच्छासित सँगै जन्मिन्छ र सँगै हुर्किन्छ। अब इच्छा फेरि अझ जति बढ्दै गयो त्यो पनि बढ्दै जान्छ। इच्छा अझै यो पनि त्यो पनि हुन लाग्यो भने त्यो सुविधातिर जान्छ र अनेक सीमित मात्र होइन असीमित रूपमा व्यक्तिलाई जब यो पनि त्यो पनि यस्तो प्रकारको यस्तो परिस्थिति यस्तो व्यक्ति यस्तो वस्तु भनेर जब व्यक्तिले आफूलाई अनेक वस्तु व्यक्ति र परिस्थितिबाट भौतिक सुख उसले प्राप्त गर्ने चेष्टा गर्छ, त्यो विलासिता हो। मलाई लाग्छ विज्ञानले उपलब्धि हासिल गर्ने कुरा,
विज्ञानले प्रगति गर्ने कुरामा असन्तुष्टि कारक हो। सन्तुष्ट भयो भने त नयाँ नयाँ खोज, अध्ययन, अनुसन्धान, आविष्कार, नवप्रवर्तन केही पनि हुँदैन। सन्तुष्ट हुन हुँदैन। यो भौतिक विज्ञानका दृष्टिले भन्दैछु मैले। तर अध्यात्म विज्ञानका दृष्टिले त तिमीले त्यो सबै गरेर पाउने कुरा त अहिले नै पाउँछौ कि। हामीले बेबिलोनमा एकजना किनारमा, नदी किनारमा सुतिरहेका सन्तलाई अलेक्जेन्डरले गएर म यसरी युद्ध गर्न जाँदैछु, विश्व विजय गर्न जाँदैछु भन्दै गर्दा उनले सोधेका छन् के प्रश्न, तिमीले विजय प्राप्त गर्यो होला, त्यसपछि के मिल्छ? पहिले म यो जित्छु, यो जित्छु, यो देश जित्छु, यसलाई जित्छु, यसलाई जित्छु, अनि सारा विश्वको चाहिँ सम्राट बनेर म बस्छु, त्यसपछि के गर्छौ? त्यसपछि त काम सकियो, आनन्दले बस्छु। यत्रो गरेर बल्ल तिमीले आनन्द पाउने रहेछौ, मलाई त केही पनि चाहिएको छैन। बरु तिमीले मलाई डिस्टर्ब गर्यौ, त्यो सूर्यको प्रकाश छेकेर मलाई तिमीले दुःख दिएका छौ, तिमी यसो पर सर, केही मलाई तिमीले दिनु पर्दैन। तिमीले ती सबै गरेर पाउने अन्तिममा जो सुख हो त्यो मलाई अहिल्यै छ है। त्यही भएर शास्त्रहरूले के भन्छन् भने प्रक्षालनाद्धिपङ्कस्य दूरात् अस्पर्शनम वरम धर्मार्थम यस्य वित्तेहा वरन्तस्य निरीहता। अहिले आफूसँग जे छ त्यसले सेवा गर्ने हो, त्यसले धर्म गर्ने हो। म पहिले चाहिँ धेरै धेरै जम्मा गर्छु अनि बल्ल सेवा गर्छु भनेर सोच्दछ भने त्यो गलत चिन्तन हो। किनभने एकचोटि कपडालाई किचडमा डुबाएर अनि म सफा गर्छु भन्छ भने त डुबाउँदै नडुबाएको राम्रो नि, होइन? त्यही भएर ठिक छ, प्रगति जति पनि गरौँ, विश्वलाई अद्भुत बनाऊ। अहिले चन्द्रमामा गएर ठुला ठुला चाहिँ यन्त्रका भागहरू ठोक्किएर चन्द्रमामा छिया छिया बनाउँदैछन् अहिले पछिल्लो अवस्था। चन्द्रमामा मान्छे गए पनि आखिर लिएर आउने त एक मुठी माटो रहेछ, एउटा ढुङ्गा रहेछ, होइन? त्यो त हामीसित अलरेडी छैन र? एउटा नदी तर्दै गरेको सन्त स्वामी विवेकानन्दका गुरु र रामकृष्ण परमहंस र स्वामी विवेकानन्दले चर्चा गर्दै हुनुहुन्थ्यो क्या, संवाद गर्दै हुनुहुन्थ्यो। त्यही बिचमा एउटा सन्त चाहिँ पानीबाट, योग बलबाट टक 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 पानीमा टेकेर नदी तर्दै हुनुहुन्थ्यो। विवेकानन्द अलि नवसिकारु हुनुहुन्थ्यो, उहाँलाई आकर्षण भयो, उहाँ आकर्षित हुनुभयो। गुरुजीले यसले त ठुलै महत्त्व पो दियो त यति सानो कुरालाई भनेर गुरुजीले भन्नुभयो, बाबु त्यो ती सन्तलाई त्यो लेभलको सिद्धि प्राप्त गर्न कति वर्ष लाग्यो होला भनेर सोद्धा उनले भने, विवेकानन्दले 20-25 वर्ष लाग्यो होला साधनामा सिद्धि प्राप्त गर्न। अनि 20-25 वर्ष उनले दुःख गरेको फल चाहिँ 2 पैसा आइछ नि त भन्नुभयो गुरुले। किन 2 पैसा भनेको, हामीले 2 पैसा तिरेर त नदी तर्दैछौँ त डुवामा बसेर, यत्रो वर्ष मेहनत गरेको फल के त, होइन? त्यही भएर अध्यात्म विज्ञानको दृष्टिले हेऱ्यो भने यो आजका उपलब्धिहरू, चकाचौधहरू, यी विलासिताहरू, यी अद्भुत अद्भुत यो जुन समृद्धिको चाहिँ यो संसार छ, यो फिका लाग्छ, तुच्छ लाग्छ। किनभने यी सबैबाट पाउन खोजेको कुरा चाहिँ शान्ति हो। त्यो शान्ति त यी बिना पनि पाइन्छ, होइन? जीवन कति बेरसम्म छ, कहिलेसम्म छ, त्यो कुराको भरोसा त छैन, हजुर, होइन? त्यही भएर आफ्नो जीवनलाई सार्थक बनाउनका लागि सकेसम्म विज्ञानमा प्रगति गरौँ, नयाँ नयाँ खोज गरौँ, आविष्कार गरौँ, अध्ययन गरौँ, अनुसन्धान गरौँ, नवप्रवर्तनलाई बढाउँ, इन्भेन्सन सबै कुरालाई बढाउँ। तर पहिलो कुरा चाहिँ शान्तिलाई पहिले नै प्राप्त गरौँ, अहिले नै प्राप्त गरौँ। अध्यात्म विज्ञानले यो कुरा सिकाउँछ। त्यही भएर छ, हामीसँग अलरेडी छ त्यो कुरा हो। हाम्रो दर्शनले, हाम्रो सभ्यताले, हाम्रो संस्कृतिले, हाम्रा वैदिक ग्रन्थहरूले हामीलाई आफूभित्र रहेको शान्तिसँग तत्काल जोडिदिन्छन्। रशान्तस्य अशान्तस्य कुतः सुखम, गीताले प्रश्न गरेको छ। तिमी भड्किरहेका छौ, अनेक वासनाका पछाडि दौडिरहेका छौ, अशान्त व्यक्तिलाई सुख कसरी हुन्छ? पहिला सुखको मूल खोजी गर भन्छ क्या गीताले। त्यही भएर हाम्रा शास्त्रहरूले भन्ने कुरा यही हो कि व्यक्तिले खास खोजेको के हो त? मान्छेले खोजेको कुरालाई यसो समराइज गरेर हेर्ने हो भने मान्छेले ज्ञान चाहन्छ, मान्छेले आनन्द चाहन्छ र मान्छेले नमर्न खोज्या छ। आत्महत्या गर्न जाने व्यक्तिले पनि मरु कि नमरौँ भनेर धेरै पटक सोध्छ कि। डिप्रेस्ड भएर, तनावग्रस्त भएर मर्छु नै भनेर गएको मान्छेले पनि मरौँ कि नमरौँ एकचोटि फेरि धेरै विचार गरे हुन्छ क्या उसले।
त्यही भएर हामीले जे हामीसँग छ त्यहाँबाट हाम्रो यात्रा सुरु हुन्छ। भएको कुरा एउटा सूत्र हामीले जीवनमा बुझ्नै पर्ने सूत्र चाहिँ के हो भने सुखी हुनु छ भने वास्तविक समृद्ध हुनु छ भने प्राप्त नै पर्याप्त हो भन्ने कुराको बोध चाहिन्छ। जे प्राप्त छ त्यो पर्याप्त छ बाट चाहिँ सुरु हुन्छ बल्ल बल्ल हामी चाहिँ त्यो कुरा चाहिँ बिर्सेर प्राप्त गर्ने दौडमा प्राप्तिको दौडमा यति धेरै कुछौँ नि अनि त्यो मृग तृष्णा बनिदिन्छ। फेरि दुःख के त दुःख भनेको छैन भन्ने कुरातिर हेरेर कहिले होला त्यो भनेर छटपटाएको अवस्था त हो नि। सुख भनेको के हो? छैन भन्ने हेर्ने होइन, छटपटाउने होइन, जे छ त्यसैलाई सन्तोष गर्ने बस। छ त होइन, छ जे छ त्यसैमा रमायो। यहीँबाट सुख सुरु भइसक्यो त। छैनमा दृष्टि किन लगाउने? ग्लासमा आधा पानी छ भने त्यसलाई आधा खाली छ भनेर दुखी किन हुने? आधा ग्लास पानी छ त, आधा ग्लास पानी पिएर रमाउने नि। नभएको कुराको प्राप्तिको लालसाले हुने छटपटाट नै त आखिर दुःख हो। जुन कुरा मसँग छैन त्यो छैन भन्ने छटपटाट छ मलाई। हो, गीताले हामीलाई सिकाएको हो भाव। गीताले सिकाउँछ भावमा बाँच, अभावमा होइन। अनन्त छ के भाव। हामीले अन्त गर्नै नसकिने, हामीले टुङ्ग्याउनै नसकिने, हामीले सीमा कोर्नै नसकिने छ हामीसँग। सत भाव हो। नासतो विद्यते भावो नाभावो विद्यते सतः उभयोरपि दृष्टोन्तस्त्वनयोस्तत्त्वदर्शिभिः। तत्त्वद्रष्टाहरूले यो कुरा बुझेका छन्। सत भावरूप हो, सदैव छ। असत अभावरूप हो, कहिल्यै थिएन। जो सदैव थियो, छ, रहन्छ त्यो सत्य हो। थिएन, छैन, रहन्न त्यो असत्य हो। जो थिएन, छैन, रहन्न पनि तर पनि भ्रमवश बिचमा देखिन्छ यदि इल्युजनले भने त्यो चाहिँ मिथ्या हो। त्यही भएर छमा दृष्टि जाने बित्तिकै व्यक्ति मुस्कुराउन लाग्छ, व्यक्तिले धन्यवाद दिन लाग्छ। मन्दिर गएर संसारमा मन्दिर जाने तर मन्दिर गएर भगवान्सँग केही नमागिकन फर्किएर आउने व्यक्तिहरू चाहिँ असली भक्त हुन्। मन्दिर जान लायकका व्यक्ति हुन्। नभए भित्र पनि प्राय माग्ने जान्छन्, बाहिर पनि प्राय माग्ने नै बस्छन्। मन्दिर यस्तो ठाउँ हो जहाँ मान्छेले माग्न मात्रै गएको हुन्छ, तर मन्दिर जाने असली अधिकारी त्यो हो, असली योग्य व्यक्ति त्यो हो जो भगवान्लाई पनि दिन जान्छ क्या। हामीलाई परमेश्वरले यति कुरा दिएर पठाउनु भएको छ कि हामी भगवान्लाई पनि दिन सक्छौँ कि परमात्मालाई दिन सक्छौँ। तर हामीलाई आफूले परमात्मालाई दिन सक्ने के छ मसँग भन्ने कुराको बोधै छैन। हामी आफै छटपटाएको छौँ। भएको कुरो थाहा हुनु पर्यो, थाहा छैन। थाहा हुने पनि त एउटा बोध हो, तर हामी माग्न गइरहेका छौँ। हजुर, मन्दिर माग्न जाने कुरा नै होइन। होइन गुरुदेव, मन्दिर तब जाने हो जब धन्यवाद दिने अहोभाव हृदयमा प्रकट हुन्छ। त्यो परमात्मालाई जसले मलाई अनमोल शरीर दियो, अनमोल चेतना दियो, अनमोल विवेक दियो, अनमोल दया करुणा मानवता दियो। तेरी मेहरबानी का है बोझ इतना जिसे मैं चुकाने के काबिल नहीं हूँ। अहिलेसम्म उसले गरेको मेहरबानी, कृपाको, सहयोगको, दयालुताको म कसरी वर्णन गर्ने? आचार्य खेमराज केशव शरण गुरुले लेख्नु भएको छ, दयाको के गरौँ वर्णन प्रभो त्यो शब्द नै छैन। झुकाए पाउमा मस्तक अरू केही योग्यता छैन। के योग्यता छ र मेरो? सब चिज उसले दिएको छ। अब म झुक्नुभन्दा अरू के बाँकी छ? अब म अहोभावले धन्यवाद दिनुभन्दा अरू के छ? मेरो आफ्नो के छ त? सब उसको हो। त्यही भएर अब यहाँ अहङ्कार रहँदैन, अब यहाँ विनम्रता छ। ट्रु ह्युमिलिटी इज द साइन अफ ग्रेटनेस। है, सच्चा विनम्रता नै श्रेष्ठताको परिचायक हो। जति झुक्यो थाहा छैन आमा हजुरको पाउमा कस्तो जादु छ। जति धेरै झुक्छु त्यति धेरै माथि उठ्छु भन्छन् एकजना कवि। त्यसैले जति झुक्यो त्यति माथि उठ्ने कला हो अध्यात्म विज्ञान। जे छ त्यसैमा सन्तोष गरेर रमाउने विज्ञान हो अध्यात्म विज्ञान। जतिसुकै पीडित छटपटाएको व्यक्तिलाई पनि उसँग भएको सम्पदाको बोध गराइदिएर सुनको थालीमा भिख माग्दै गरेको व्यक्तिलाई तिम्रो थाली सुनको हो भनेर बोध गराइदियो भने ऊ अब दुखी रहला?
अब ऊ 2 रुपियाँ माग्नका लागि सडकमा गएर ऊ लाचार भएर माग्ला है। एउटा संस्कृतमा बडा सुन्दर एउटा श्लोक छ, तृणादपि लघुस्तूल तूलादपि याचकः वायुना किन्न नीतोऽसौ मामयं याचयिष्यति। यो झारपात पराल भन्दा पनि अझ हलुको चाहिँ कपास हुन्छ अरे। कपास भन्दा पनि अझ हलुको चाहिँ माग्ने हुन्छ अरे के। अनि कसैले फेरि प्रश्न गर्न सक्छ, कपासलाई त हावाले उडाउँछ, त्यसो भए माग्नेलाई नि उडाउनु पर्ने। कपास उडाउने वायुले त्योभन्दा नि हलुका माग्नेलाई किन उडाउँदैन त भन्दा वायु पनि डराउँछ अरे कि यसले मसँग माग्छ फेरि भनेर। मसँग पनि माग्छ यसले भनेर वायु पनि डराउँछ अरे, त्यही भएर नउडाएको। यो सुन्दर व्यङ्ग्य हो। त्यही भएर माग्नु भनेको त्योभन्दा लाज मर्दो कुरा, लज्जास्पद कुरा धरतीमा अर्को केही छैन। दिनुभन्दा गर्वको कुरा अर्को केही छैन। हामीलाई परमेश्वरले दिन पठाउनु भएको छ। संसारलाई मिठो बोली दिनुहोस्, प्रेम दिनुहोस्, सद्भाव दिनुहोस्, दुःखमा एकचोटि पग्लिदिनुहोस्। अर्काले दुःख पाएको छ, छटपटाएको छ, तर हजुर जब दुःखले पग्लिनुहुन्छ अर्काको दुःखको तापले, हजुरलाई परम शान्ति मिलेको हुन्छ। त्यही व्यक्ति हजुरको उपस्थितिले मेरो जीवनमा भगवान् आउनुभयो भनेर ऊ पनि दुःख बिर्सिएर रमाएको हुन्छ, गदगद भएको हुन्छ। करुणाले दुवैलाई, करुणित व्यक्तिलाई पनि करुणास्पदलाई पनि दुवैलाई आनन्द दिन्छ। यो कुरा हामीसँग छ। दिएर कहिल्यै नसकिने, कविले आई कहिल्यै पनि नसकिने, चैत वैशाख मेरा इत्यादि, लाई कहिल्यै पनि नसकिने, प्रीति 9 लाख मेरा, राष्ट्रकविले लेख्नुभयो। दिएर कहिल्यै पनि नसकिने अनमोल रत्न वैभव समृद्धि परमेश्वरले हामीलाई दिएर पठाउनु भएको छ। मिठो बोली त दिउँ हैन, प्रेम दिउँ, सद्भाव दिउँ, सबैप्रति राम्रो भाव राखौँ, सबैलाई सेवा गरेर खुसी बनाऊँ। केही चाहिएको छैन। वास्तवमा हामीले राम्रो व्यवहार गर्न सके, गुड बिहेभियर गर्न सक्यौँ भने संसार हाम्रै व्यवहारबाट हाम्रो अनुकूल हुन्छ। संसार सुन्दर छ यदि दृष्टि सुन्दर छ भने सृष्टि सुन्दर छ। यदि मनस्थिति ठिक छ भने परिस्थिति ठिक छ। परिस्थिति ठिक किन छैन? किनकि मनस्थिति ठिक छैन। सृष्टि राम्रो किन छैन? किनकि दृष्टि राम्रो छैन। यति कुरा अध्यात्मले बुझाउने कुरा हो। यो कुरा बोध भयो भने व्यक्ति जहाँ छ त्यही रमाउँछ, पछि होइन अहिल्यै रमाउँछ, वर्तमानमा रमाउँछ, अहोभावमा बाँच्छ, धन्यवाद दिन्छ, कृतज्ञता व्यक्त गर्छ, ग्रेटफुल हुन्छ, उसको जीवन रसमय छ। अब ऊ झुक्छ, जति झुक्छ त्यति माथि उठ्छ। विद्या ददाति विनयम विनयाद याति पात्रताम। विद्याले व्यक्तिलाई विनम्रता दिन्छ। यही हो शिक्षा। आजको शिक्षामा छुटेको कुरा यही हो। आजको शिक्षासँग न संस्कार छ न आविष्कार छ। कलेज पढ्यो, ब्याचलर गर्यो, डिग्री गर्यो, तर उसलाई एक गिलास अतिथिलाई, घर आएको अतिथिलाई एक गिलास पानी पिलाउने ज्ञान छैन। उसलाई एकपटक भोजन पकाउने ज्ञान छैन, आफ्नो कपडा धुने ज्ञान छैन, आफ्नो दैनन्दिन जीवन पनि एक्लै अर्काको भरोसा नगरी बाँच्न सक्ने क्षमता छैन। के पढ्यो त मान्छेले? न अरूसँग गर्ने व्यवहार जानेको छ, न आफैलाई धान्ने क्षमता विकसित गरेको छ। त्यसैले आजको शिक्षा पद्धति एकपटक फेरि यो शिक्षा हामीले केका लागि दिँदैछौँ, यो शिक्षा पढेर मान्छे के बन्ने हो, किन यो सिकाउँदैछौँ भनेर एकपटक फेरि प्रश्न चिन्ह गर्नुपर्ने समय आएको देख्छु मैले। त्यसैले शिक्षाबाट संस्कार निस्किएर गयो भने, संस्कार निस्किएपछि नैतिकता हराउँछ, विवेक हराउँछ, मानवता हराउँछ। अब त संसारमा सबभन्दा ठुला विध्वंस गर्ने, सबैभन्दा ठुला चाहिँ डकैती गर्ने, हत्या हिंसामा संलग्न भएका विकृति र विसङ्गतिले भरिएका अपराधी, कुख्यात अपराधीहरूको जीवन हेर्दा उनीहरू धेरैवटा डिग्री प्राप्त गरेका व्यक्ति भेटिएका छन्। आखिर आजको शिक्षाले मान्छेलाई कतातिर लिएर जाँदैछ? के छुट्यो? संस्कार छुट्यो, नैतिकता छुट्यो, आफ्नो मूल्य र मानकहरू छुटे। खालि एउटा कुकुर डिग्रीको पछाडि कुद्दाखेरि धेरै कुराहरू छुटिसके। यो हामीसँग के छ अथवा मसँग, हरेक इन्डिभिजुअलले चाहिँ मसँग के छ भनेर हामी बुझ्न सक्दा रहेनछौँ। सब थोक छ। आफूसँग नभएका कुराहरूको खोजीको प्राप्तिमा जसरी छटपटिरहेछौँ नि, कसरी बुझाउने होला? नभएकै केही छैन।
खास कुरा बुझ्नुपर्ने मसँग कुनै कुराको अभावै छैन। हामीले खोजेका 3टा कुरा हुन्। हामीले अमरता खोजेका छौँ, ज्ञान खोजेका छौँ, हामीले आनन्द खोजेका छौँ। यी 3टै कुरा, अमरता कसैले पनि नाश गर्न सक्दैन। ज्ञान खालि मैले अज्ञानको पर्दा हटाइदिए पुग्छ। मूर्तिकारलाई सोध्यौँ, तिमीले मूर्ति कति दिन लगाएर कसरी बनायौ भनेर सोद्धा मूर्तिकारले भन्छ मैले बनाएकै होइन, मैले त मूर्तिभन्दा बाहिरको अनावश्यक भाग मात्रै हटाइदिएको हुँ भन्छ। मूर्ति पहिल्यै थियो भन्छ, ज्ञान पहिल्यै छ। त्यो ज्ञानलाई ढाक्ने पर्दालाई हटाइदिए पुग्छ, अज्ञान हटाइदिए पुग्छ। अनि दुःख पनि वास्तवमा आकस्मिक हो के, आकस्मिक हो, त्यो अकस्मात आएको वस्तु हो। सहज त मान्छे शान्तिमय छ, सुखमय छ। मान्छे निदाउँदा, जब गहिरो निदमा मान्छे निदाउँछ, उसलाई कुनै कुराको छटपटी छैन, कुनै कुराको चिन्ता छैन। जब मान्छे जाग्यो नि, अब छटपटाउन थाल्यो। जागेपछि जब अब उसको सुताइ पनि दुःखदायी तब हुन्छ जब उसले सपना देख्न थाल्छ क्या। सपनामा पनि मान्छे छटपटाएको छ। झन् जागरणको अवस्थामा त झन् दुःखी नहुने कुरै छैन। त्यही भएर गर्दा सुख छैन, नगर्दा सुख छ। पाउँदा सुख छैन, छोड्दा सुख छ। त्यागमा सुख छ है। बिहान मलमूत्र त्यागको वेगले जब व्यक्तिलाई सताउँछ, मलमूत्रको वेगले छटपटाएको व्यक्तिले त्यो त्याग गर्न पाउँदा कति शान्ति मिल्छ उसलाई, होइन? मान्छेले के बुझ्नुपर्छ भने सुख चाहिँ ग्रहणमा होइन, लिनुमा होइन, त्यागमा छ, दिनुमा छ। यो कुरा यही हो। हामीसँग के छैन? जति नवोदित सृजनाहरू छन्, प्रतिभाहरू छन्, आविष्कारहरू छन्, नवप्रवर्तनबाट आएका नयाँ नयाँ विधिहरू छन्, टेक्निकल नलेज छ, टेक्नोलोजी छ। यी सबै कुराहरू हामीले विकसित गरे त हो नि, हाम्रै चेतनाले चल्या त हो नि। अब एआईले अहिलेको मान्छेको भाषालाई, ब्रेनलाई, अहिलेको मान्छेको संस्कार संस्कृतिलाई नै नियन्त्रित गर्न खोज्दैछ। त्यो एआई पनि मान्छेले बनाएको, मान्छेले निर्देशित गरेको विधिबाट एआई चल्दैछ। त्यसैले हामीसँग सबै थोक छ। यही कुराको बोध हो हामीलाई चाहिएको, बोध मात्र भए पुग्छ। त्यसैले चाहनेले केही पाउँछ, बाँकी सबै थोक पाउँदैन, केही पाउँछ। नचाहनेले सब थोक पाउँछ के। यो अध्यात्म विज्ञानको, वेदान्त दर्शनको, पूर्वीय सभ्यताको धेरै गहिरो ज्ञान हो। यो कुरा बुझ्न सक्यौँ भने हाम्रो समाज विश्वगुरु बन्छ। हामी संसारलाई दिन सक्ने, हामी नेपालीहरूसँग, हामी ऋषि महर्षिका सन्तान हो। ऋषि मुनि हुनुपर्ने विश्वमा आजकाल, ऋषि मुनि हुन लागे हेर कस्तो छ चाल। पहिले ऋषि मुनि थिए, अहिले शिशि मुनि छन्, होइन? ऋषि मुनिका सन्तानहरू शिशि मुनि भइरहेका छन्। आजको तितो यथार्थ हाम्रो समाजको। शिशि मुनि हुँदाखेरि दुःख पाइएको छ, दुःख हो त्यो अवस्था। किनकि नसा भनेकै न भनेको छैन भनेको हो, हुन्न भनेको हो, सा भनेको शान्ति। मान्छे आफै अलि तनावमा दुःखमा गएपछि यसरी एकछिन भुल्न सक्छ कि भनेर नसाको आश्रय लिन्छ। तर जाम पर जाम पीने से क्या फायदा, रात बीती सुबह वो उतर जाएगी। तो हरिनाम की प्यालियाँ पिया कर तेरी सारी जिन्दगी सुधर जाएगी। तो सेवा की प्यालियाँ पिया कर। सन्तहरूले भन्छन् तिमीले सेवाको अमृत रस पान गर। कहाँ त्यो मान्छेको बुद्धिलाई बिगारेर एकछिनमा दिमागले काम नगर्ने गराउने। संसारका धेरै अपराधहरूको अध्ययन अनुसन्धान गर्दाखेरि धेरै दुर्घटनाहरू र धेरै पारिवारिक हिंसाहरूका कारणमा जाँदाखेरि नशा भेटिएको छ। त्यसैले यो समाजलाई विध्वंस गर्ने, चेतनालाई छिन्न भिन्न गराइदिने, मानवलाई पशु बनाएर एकतिर चाहिँ नालीतिर लगेर फालिदिने, यी कुराहरूलाई हामीले कमसेकम बुझ्न सक्यो भने नशा चाहिँ सेवाको नशा, नशा चाहिँ ज्ञानको नशा, भक्तिको नशा, चेतनाको नशा, दयाको नशा, करुणाको नशा। आज हिजोभन्दा धेरै सेवा गर्ने, आज हिजोभन्दा धेरै ज्ञान आर्जन गर्ने, आज हिजोभन्दा धेरै सत्कर्म गर्ने, आज हिजोभन्दा अझ राम्रा कर्महरू गरेर समाजलाई राम्रो बनाउने, त्यो नशा हामीले स्वीकार गर्न जरुरी छ। त्यो एडिक्सन हामीलाई राम्रो एडिक्सन हो, त्यसले हामीलाई राम्रो बाटोमा लैजान्छ। हजुर हजुर गुरुदेव, जस्तो कतिपयले के भन्नु होला भने भन्न सजिलो छ, गर्न गाह्रो छ। अलिकति थोरै के व्यवहारिक आँखाबाट हेरौँ होइन, जो मान्छेले जुन जीवन बिताइराखेको छ नि वास्तविकतामा
रोगमा छ, शोकमा छ, अभावमा छ, पारिवारिक कलहमा छ, ऋणमा छ, आर्थिक दबावहरूमा छ, यस्तो एउटा नमिठो वास्तविकता उसले बाँचिराखेको छ। ऊ यहाँबाट उम्किन चाहन्छ। अनि भएको चिज यो छ, यसबाट ऊ कसरी खुसी हुने। अब प्राप्त नभएका कुराहरूमा त यसै पनि छटपटाहट छ। एउटा त्यो कुराको छटपटाहटले मान्छे पिल्सियो, एउटा अहिले जे जीवन ऊ बाँचिरहेछ यो वास्तविकताले पिल्सिएर पनि ऊ छटपटियो। डबल छटपटाहटमा छ त मान्छे अहिले। उनीहरूलाई चाहिँ के छ औषधि? अब एउटा कुरा बुझ्नै पर्ने कुरा के हो भने आवश्यकता चाहिँ सबैका पूर्ण हुन्छन् र इच्छा, आकाङ्क्षा, सुविधा, विलासिता, अभिलाषा, स्पृहा, चाहना यी सबै कसैका पनि पुरा हुँदैनन् र कसैलाई भएर पनि मलाई भयो भन्ने स्थिति हुँदैन। महाभारतमा एउटा श्लोक छ, यो पृथ्वीमा जति पनि धन वैभव रत्न ऐश्वर्य वस्तु सुन्दर सुन्दर वस्तुहरू छन् एकस्यापि नपर्याप्तम तस्मात् तृष्णाम परित्यजेत भन्छ। एकजनालाई मात्रै भयो भरेको पृथ्वीभरिका सारा वैभव दियो त्यही सुखी हुँदैन। अब 8 अरब मान्छेले त्यही भित्र झगडा गर्न थालेपछि अनि कसै सुखी हुन्छ त, होइन? त्यही भएर आवश्यकता चाहिँ सबैका पुरा हुन्छन्। आवश्यकता पुरा नहुने भन्ने त छैन नि कसैको पनि। हामीले एकछिन उदाहरण हेरौँ। त्यसो भए पैसा बिना हाम्रो आवश्यकता पुरा हुँदैन भन्ने हो भने धरतीमा मानवभन्दा करोडौँ गुणा धेरै सङ्ख्यामा त अरू प्राणी छन्। मानव नियन्त्रित प्राणीहरूलाई मानवले भोजन आहार दिएको होला, बाँकी संसारका सारा प्राणीहरूको व्यवस्था कसले गरेको छ? अस्तित्वले गरेको छ। कुनै प्राणी भोकाएर छटपटाएर न त मानव बाहेक अर्कोले कसैले आत्महत्या गरेको छ, न त मानव बाहेक अर्को कोही प्राणी चाहिँ हस्पिटल गएको छ। उसको शरीरमै यस्तो खालको मेकानिजम प्रकृतिले अस्तित्वले बनाइदिएको छ। उसले आफ्नो शरीरले नै उपचार गर्छ, रियालबाट उपचार गर्छ, जडीबुटीहरूबाट उपचार गर्छन्। र यो पैसा बिना जिन्दगी बाँच्न सकिँदैन भन्ने खालको चेतना, यो विकृत चेतना धेरै विवेक भएको मान्छेमा मात्रै छ। त्यो कम विवेक भएका पशुहरूमा पनि छैन यो त। त्यसो भएर भोक पुरा हुन सक्छ, तर व्यक्तिको चाहिँ जो वासना हो त्यो वासना पुरा हुँदैन। त्यसैले चाहे जोसुकै व्यक्ति होस्, चाहे जतिसुकै पीडित होस्, कहिलेकाहीँ एउटा परिवारमा बाउले लगाइदिएको ऋणले छोराछोरी सन्तानहरू दबिएको पनि देख्छौँ हामी। यो जीवनको एउटा अद्भुत चक्र हो। हामी रङ्क राजा भएको, राजा रङ्क भएको स्थिति हामीले समाजमा देखिरहन्छौँ। यो भइरहन्छ है, घुमिरहन्छ। कहिले माथि हुन्छ, कहिले तल हुन्छ, कहिले दिन हुन्छ, कहिले रात हुन्छ। यो स्वाभाविक प्रक्रिया हो। जीवनमा कहिले अनुकूल परिस्थिति हुन्छ, कहिले प्रतिकूल परिस्थिति हुन्छ। यही हो जीवन। कभी सुख है कभी दुख है, इसी का नाम जीवन है। सुख र दुःख मिलाउँदाखेरि जीवन बनेको कि। त्यही भएर जीवनबाट हामीले यी सबै कुराहरूलाई अलग गरेर हामीले हेर्नु पर्दैन। यति हो, म यति भन्छु, अस्तित्वले, परमात्माले सबैलाई जहाँ छ त्यहीँ रमाउन सक्ने कुरा दिनुभएको छ, पर्याप्त कुरा दिनुभएको छ। आवश्यकता सबैको पुरा हुन्छ। विधान मङ्गलमय छ। कसैको नराम्रो यदि हामीले नराम्रो नगर्ने हो भने कसैको नराम्रो हुँदैन। हामीलाई अस्तित्वको मङ्गलको विधानको रहस्यको बोध छैन। त्यही भएर हामी अविश्वासले गर्दा छटपटाउँछौँ। हाम्रा इच्छाहरू धेरै छन्, यो हुनुपर्ने, यति पुग्नुपर्ने, यति भयो भनेर हामी दुःखी भएको हो, तुलना गरेर दुःखी भएको हो, आशा गरेर दुःखी भएको हो। र जब व्यक्तिले जस्तो छ त्यस्तै अवस्थामा सहज स्वीकार गर्छ नि। वैभव त मान्छेले बुद्धको घरमा दरबारमा जस्तो थियो त्यस्तै चाहना गरे हुन्छ, तर त्यो चटक्क छोडेर उनी केही नभएको ठाउँमा न भोजन छ, न पानी छ, न घर छ, न कोठा छ, न बिजुली छ, न मोबाइल छ, न इन्टरनेट छ, न के छ। आजको समयको कुरा गरौँ न। त्यस्तो ठाउँमा जङ्गलमा गए बुद्ध है। 6 वर्ष चाहिँ उनी साधनामा बिताए। के का लागि गए त? आजको संसार यदि चाहिँ धन सम्पत्ति वैभव घर जग्गा घडेरी सारा इष्टमित्र होइन, अनि सेवक सेविका सुन्दर वस्तुहरू
जसको खोजीमा आजको संसार छ त्यो भएको कुरालाई त चटक्क छोडेर उनी चाहिँ जङ्गल गए। अनि कति राम्रो उदाहरण यो 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 नै गजबको उदाहरण छ नि गुरुदेव होइन गुरुदेव। जे कुराको प्राप्तिको लालसामा हामी भौतारिराखेका छौँ, एउटा बुद्धलाई एउटा राजकुमारको रूपमा हेर्ने हो भने सारा दरबार थियो, वैभव थियो, नपुग्दो केही थिएन, तर उनले किन छोडे त? अथवा आज हामी के पाउन कुदिराखेका छौँ र बुद्ध के थियो र के पाएनन् र कुदे त्यसरी दरबार छोडे त? यसलाई अलिकति गहिरोसँग चिन्तन गर्ने हो भने धेरै कुराहरू होला नि। यो उपमाभित्र पनि जवाफ होइन र गुरुदेव? हजुर, त्यही भएर हामीलाई बाँच्नका लागि धेरै कुरा चाहिँदैन र धेरै कुरासँग बाँच्नु कति महत्त्वपूर्ण हो यदि त्यो जीवन, त्यो समय यदि जीवनको उद्देश्यप्रति समर्पित छ, त्यो परम तत्त्वतिर लागेको छ, परम चेतनाले अनुगृहित छ र यदि उसको जीवन रसमय, करुणामय, साधनामय, मानवतामय छ भने बल्ल त्यो जीवन हो। नभए त त्यो के भन्नु, त्यो दुःखको सागर हो। मैले अघि इच्छासँगै दुःख जन्मिन्छ भनिसकेको छु। त्यो दुःखले व्यक्तिलाई चाहिँ एकछिन बस्न दिँदैन। मान्छे आँखा बन्द गरेर 1 घन्टा ध्यान गर्न सक्दैन, किनकि हजारौँ विचारहरू छन्, हजारौँ आशाहरू छन्, हजारौँ स्पृहाहरू छन्, तृष्णाहरू छन्। मान्छेलाई दुःख दिएको छ ममताले। पशुपतिमा दिनदिनै 100औं लास जलिरहेका छन्। ती लास जलिरहेको देख्दा पनि मान्छेका आँखामा आँसु आउँदैन, उसको भित्र भएको विवेक बाहिर जाग्दैन। तर कोही आफ्नो मान्छे मर्यो भने अब ऊ गइरिएर सोध्छ, ऊ रुन्छ। त्यो उसलाई दुःख दिएको केले हो त भन्दा ममताले हो, किनकि अहिले मर्ने मान्छेसँग उसको नातो छ, अहिले मर्ने मान्छेसँग ऊ आसक्त छ, उसको आफ्नोपनको सम्बन्ध छ, त्यसले दुःख दिएको हो। दुःख दिने कुरा ममता हो, सुख दिने कुरा समता हो। ममताले दुःख दियो, समताले सुख दियो, सबैलाई समान हिसाबमा हेर्यो, बराबर होइन त? जो सुकै पनि मर्नु एउटै होइन र? मानव मर्नु र पशु मर्नु पनि एउटै हो। विवेकले त्यस्तो भन्छ। दुःख सबैको एउटै हो, सुख सबैको एउटै हो। गीताले हामीलाई यही कुरा सिकाउँछ। आत्मौपम्येन सर्वत्र समम पश्यति योर्जुन सुखम वा यदि वा दुःखम स योगी परमो मत। जसले सुखमा होस् दुःखमा होस् आत्मौपम्येन, आफ्नो उदाहरणले, यो यस्तो अवस्थामा म रमाउँछु, यस्तो अवस्थामा म दुःखी हुन्छु, यो मेरो पनि मलाई राम्रो लाग्ने कुरा हो, यो मलाई राम्रो नलाग्ने कुरा हो भन्ने बुझेर अरूसँग उसले आफूलाई जस्तो राम्रो लाग्छ त्यस्तै व्यवहार गर्छ। आत्मनः प्रतिकूलानि परिशान्न समाचरित श्रूयताम धर्म सर्वस्वम श्रुत्वा चैवावधार्यताम। धर्मको सार सुन, यसलाई धारण गर, आफूलाई अनुकूल लाग्ने व्यवहार सबैप्रति गर। जुन व्यवहार अर्काले आफूलाई गरेको मन पर्दैन त्यही व्यवहार आफूले अर्कालाई गर्न भयो त भएन। सामान्य विवेकले व्यक्तिलाई मार्गदर्शन गर्छ। मलाई यही कुरा अर्काले गरेको मन पर्दैन भने मैले अर्कालाई गर्नु भएन नि त, बस यति। डु नट ट्रिट अदर्स एज यु नट लाइक टु बी ट्रिटेड। अरूबाट आफूलाई जे अपेक्षा हामीले गर्दैनौँ त्यो व्यवहार अरूप्रति नगरौँ। यही हो सार सनातन चेतनाको, धर्मको, मानवताको। त्यही भएर मान्छेलाई सुखी हुनलाई चाहिँ धेरै कुरा चाहिँदैन। धेरै कुरा हुनलाई त भएपछि त मान्छे दुखी हुने हो। भएकै कुरा सम्हाल्न नसकेर, भएकै कुरा नष्ट होला भनेर, भएकै कुरा बिग्रिएला भनेर मान्छे दुखी हुन्छ। धनको कुरा गरौँ न। धनलाई कमाउन पनि दुःख, सितिमिति धन आउँदैन, सजिलै पैसा आउँदैन। आयो भने चोरी होला, ब्याङ्कमै राखेको छ, विभिन्न चाहिँ अन्य प्रविधिबाट त्यसलाई उपयोग गरेको छ, त्यतै ह्याक गरेर कसैले लुटिदेला है। कमाउन दुःख, कमाएको धनलाई फेरि बचाउन दुःख, अनि धन गएपछि फेरि झन् दुःख, धन गयो। धनले न कहिले सुख दियो त भन्नु त? आउँदा पनि दुःखै दियो, दुःखले आयो, रहँदा पनि दुःख दियो, गएपछि पनि दुःख दियो। अब त्यो धनलाई हामीले सुखको कारण मानेका छौँ। जसले आउँदा, रहँदा र जाँदा तिनै अवस्थामा दुःख मात्रै दिएको छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने हामी कोही व्यक्ति आउँदा खुसी हुने, जाँदा दुःखी हुने हुन्छौँ नि, होइन? हजुर हो। हाम्रो मन मिल्ने व्यक्ति दुःखमा पनि, अप्ठ्यारोमा पनि, सङ्कटको बेलामा पनि
विकट परिस्थितिमा पनि प्रतिकूल समयमा पनि जो साथमा रहन्छ, जसले हर अवस्थामा साथ छोड्दैन, साथ नछोड्नेलाई साथी भनिन्छ। साथ नछोड्नेलाई साथी भनिन्छ। हामीले अरूबाट जे अपेक्षा गर्दैछौँ कि मलाई दुःखमा अर्काले साथ दियोस् भनेर, अनि मैले आफूले साथ दिने कि नदिने त हो कि होइन? त्यसैले मान्छेलाई अप्ठ्यारोमा साथ दियो भने उसले संसार बिर्सिन्छ। मेरो कोही छ भन्ने भरोसा उसलाई हुन्छ। त्यति भरोसाले मान्छेलाई बाँच्न प्रेरित गर्छ। अब ऊ डिप्रेसनमा छ भने पनि बाहिर आउँछ। त्यही भएर डिप्रेसनका व्यक्तिलाई सबैभन्दा हामीले पहिलो कुरा प्रेम दिनुपर्छ, उसका कुरा सुनिदिनुपर्छ। सुनिदिने मान्छे कोही भएन, ऊ खाली हुन पाएन, ऊ भरियो नराम्रो कुराले, नराम्रो विचारले, अनि ऊ डिप्रेस्ड भएको छ। त्यसैले हामीले यति जीवनको निर्माणको सुनौलो सूत्र, गोल्डन रुल हामीले जीवनको बुझौँ कि प्राप्त पर्याप्त छ, उपलब्ध नै असीमित छ, त्यो पनि मलाई राखिरहनका लागि होइन, दिनका लागि हो। धनले त मलाई आउँदा जाँदा रहँदा हरेक अवस्थामा दुःख बाहेक केही दिएन। वास्तवमा सुख दिने कुरा भनेको त सन्तुष्टि हो, सुख दिने कुरा भनेको साथी हो। त्यो धन जहिले पनि घटेको घटै छ। त्यही भएर लक्ष्मीलाई संस्कृतमा चला भनिन्छ कि, चञ्चला कि, नरहने। हजुर, अस्थिरा, स्थिर नरहने, चलिरहने। त्यसो भएर स्थिर नरहने, एक ठाउँमा नअडिने भएको हुनाले हामीले लौकिक वस्तुहरूमा सुख देख्नु नै हाम्रो भ्रम हो। र मानव यदि साँच्चै विवेकलाई प्रयोग गरेर मानव बन्ने हो भने सबैभन्दा पहिला मानव चाहिँ अरू पशुहरूको चेतना भन्दा माथि उठ्न जरुरी छ। अहिलेको अवस्थामा त मैले पशुहरूको चेतना भन्दा पनि अझै तल गएको देख्छु। जब जीवनमा साधना छैन, जब जीवनमा कुनै लक्ष्य छैन, जीवनमा कुनै दिव्य आफ्नो जीवनलाई सार्थक बनाएर परम तत्त्वको उपलब्धि गरेर आफू पनि आफ्नो जन्मलाई सार्थक गरेर अरूको पनि जन्मलाई सार्थक बनाउने बाटोमा जबसम्म मान्छे लाग्दैन, तबसम्म उसले गरेका कर्महरूलाई पशुहरूका कर्मसँग तुलना गरेर हेऱ्यो भने पशुले पनि त्यति समाजलाई दुःख दिँदैनन् होला, त्यति अर्काको नराम्रो गर्दैनन् होला। के अरे चौरमा लगेर हजुरले चाहिँ धानका बोराहरू, चामलका बोराहरू, खानेकुराहरू भनौँ न, मकै, गहुँ, धान के छ, खाद्य पदार्थहरू लगेर छोडिदिनुहोस्। मान्छे गयो भने त्यो पुरै बोरा उठाएर हिँड्छ, पशुहरू गयो भने खाएर जान्छन् कि। हामीभन्दा त उनीहरू महान छन् कि, उनीहरूले सञ्चय गरेर राख्दैनन् होइन? सञ्चय हामीलाई गर्नुपर्छ, हामीले सञ्चय गरेका छौँ। र दुःखको कारण त्यही आशा र सञ्चय नै हो। हामी पेटमा मात्र सीमित छैनौँ, हामी पेटीमा हाम्रो चिन्तन छ, पेटी पनि भर्नु छ है। उनीहरूले पेटी भर्ने चिन्ता गर्दैनन्, उनीहरूले पेट मात्र भर्ने चिन्तन गर्छन्। त्यही भएर उनीहरू हामीभन्दा धेरै सुखी छन् र हामी उनीहरूभन्दा अझ धेरै सुखी हुन सक्छौँ जब हाम्रो जीवन अरूका लागि पनि लोकहितम मम करणीयम, मैले लोकहित गर्नुपर्छ। किनभने समष्टि हितमा व्यष्टिको हित निहित हुन्छ, समष्टि हितमा व्यष्टि हित निहित हुन्छ। सबैको कल्याणमा मेरो कल्याण छ, सबैको भलाइमा मेरो भलाइ छ, सबैको राम्रोमा मेरो राम्रो छ। यति कुरा बुझ्यो भने एउटा व्यक्ति मात्रै सुखी समृद्ध हुने कुरा चिन्तन गर्नु त्यो त स्वार्थ हो, तुच्छ विचार हो। सबैलाई समृद्ध बनायो, सबैलाई सुखी बनायो भने म त स्वतः त सुखी हुन्छु। सबैभित्र त म परिहालेँ त। कति हजुरले धनको जुन व्याख्या गर्नु भने आज कति सुन्दर व्याख्या, तर आउँदाखेरि पनि दुःखै दिएर आयो, कमाउन गाह्रो छ, बस्दाखेरि कसरी टिकाउने होला, दुःखै भयो, जाँदाखेरि खर्च भयो, फेरि दुःख, फेरि जो चिजको दुःखको बारले घेरिएको त्यही कुरामा यत्रो आकर्षण हुने, यत्रो आसक्ति हुने, त्यसैको लालसा हुने, त्यो चुम्बक चाहिँ के छ धनमा? खासमा हामीले नै महत्त्व दिएको हो। आखिर पैसा यो यति मूल्य बराबरको, यो यति बराबरको भनेर लेप लगाइदिएको पनि हामीले नै हो। र यो भएन भने मेरो जिन्दगी चल्दैन भनेर धारणा बनाएको पनि हामीले नै हो। यी हाम्रा वैयक्तिक विचारहरू हुन्, हामीद्वारा निर्मित भावनाहरू हुन्। अब दुखी हुनका लागि यी भावनाहरू पर्याप्त छन्,
ठिकै छ। सुखी हुने हो भने यसको चाहिँ चरित्रलाई चाहिँ बुझ्नुपर्छ, स्वरूपलाई चाहिँ बुझ्नुपर्छ। महत्त्व त मैले दिएको त हो नि, कागजको टुक्रा त हो नि, डलर पनि रुपियाँ पनि, के फरक छ? एउटा यहाँको 1 रुपियाँ र त्यहाँको 1 रुपियाँलाई चाहिँ 150 रुपियाँ तलमाथि मूल्य हामीले नै त बनाएको होइन। त्यही भएर कुनै वस्तुको मूल्य चाहिँ उपयोगितामा निर्भर गर्छ। अर्थशास्त्रले यो कुरा भन्छ। त्यहाँ उपयोगिताका राष्ट्र नियमहरू छन्। अनि जति जति वस्तुको माग बढ्दै गयो त्यति त्यति मूल्य बढ्दै जान्छ, माग घट्दै गयो त्यति त्यति मूल्य पनि घट्दै जान्छ। पैसालाई मूल्यवान बनाएको हामीले हो कि? मैले अघि भनिसकेँ, पैसाभन्दा ठुलो वस्तु हो, वस्तुभन्दा ठुलो जीवन हो, जीवनभन्दा ठुलो सत्य हो होइन। त्यही भएर अब यो पैसाको चाहिँ स्वरूपलाई बुझ्न हामीले जरुरी छ। यो व्यवहारका लागि हो, यो निर्वाहका लागि हो, निर्माणका लागि होइन। निर्माणसम्मका लागि पैसा हो, तर निर्माणका लागि होइन। बुद्धले जबदेखि घर छोडे 5-6 वर्ष त त्यही तत्त्व बुझ्न उनको समय लाग्यो। बुझिसकेपछि पनि फेरि जीवनभर कहिल्यै धनको पछाडि लागेनन्। रहस्य के छ भने नि, मान्छे जिन्दगीभरि धनको पछाडि लाग्छ, धन त पाउँदैन, लास्टमा उसैको निधन हुन्छ क्या है। धन त पाउँदैन, धनको पछाडि लाग्छ, तर निधन पाउने चाहिँ उसले अन्तिममा के हो त भन्दा उसको निधन हुन्छ कि, धन हुँदैन, निधन हुन्छ। त्यही भएर धनले युक्त भएकोलाई चाहिँ धान्य भन्छौँ हामी। धान्य, धानबाट पनि धान्य भन्छ, धनबाट पनि धान्य भन्छ। त्यसैले धनले युक्त भएको वस्तु, अनि धनले युक्त भएपछि धन्य हुन्छ क्या व्यक्ति। असली धन चाहिँ मानव जीवनका लागि सबैभन्दा महत्त्वपूर्ण धन भनेको विवेक हो, मानवता हो, चरित्र हो। यो असली धन हो। र धन सबैभन्दा ठुलो सम्पत्ति यदि हेर्ने हो भने त्यो धर्म हो। धर्मभन्दा ठुलो धन धरतीमा अर्को केही छैन। जुन मरेपछि निधन भएपछि पनि सँगै जाने धन भनेको चाहिँ धर्म हो कि। अरू हामीले जीवनभर कमाएका धन जति चाहिँ निधन नहुँदासम्मका लागि हुन्। निधन भएपछि पनि सँगै जाने र व्यक्तिलाई साथ दिने साथी के वास्तविक साथी, त्यो चाहिँ वास्तविक साथी भनेको धर्म हो र ईश्वर हो। धर्म र ईश्वर मेरा असली साथी हुन्। यिनीहरूले मलाई कहिल्यै साथ छोड्दैनन्। उनीहरूबाट म कहिल्यै ठगिनु पर्दैन, उनीहरूबाट म कहिल्यै दुखी हुनु पर्दैन, उनीहरूले मेरो नराम्रो कहिल्यै गर्दैनन् भन्ने कुराको बोध हुनु नै अध्यात्म तत्त्वको बोध हुनु हो। कति 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 गहिरो छ यो कुरा। तर हजुरले भनिदिनु भयो पैसा भनेको त सबभन्दा निकृष्ट चिज हो। जो चिज सर्वसर्वा हो भनेर कुदिरहेको दुनियाँलाई योभन्दा गतिलो जवाफ त अरू केही पनि हुँदैन। वास्तवमा पैसाप्रतिको परिभाषा नै हामीले बुझेनौँ। या सही दृष्टिकोणले त हो नि कुन कुरा कस्तो लाग्ने भन्ने कुरा त हाम्रो दृष्टिकोण नै गलत भए पछाडि त त्यसको बुझाइ डेफिनेटली गलत हुने भयो होइन गुरुदेव? पैसाभन्दा वस्तु ठुलो, वस्तुभन्दा जीवन ठुलो, जीवनभन्दा सत्य ठुलो। सबभन्दा ठुलो त सत्य हो, जहाँ हामी त्यहाँ पुग्नै पाउँदैनौँ। भ्रमकी संसारमा हामी डुमलिराखेका छौँ। हाम्रो जिन्दगीले वस्तु पनि बुझ्न नपाइकन केवल पैसा पैसा हाय पैसा हाय पैसा एनी हाउ पैसा कमाऊ त्यसैमा जिन्दगी बित्छ कि। धनका पछि लाग्दो निधन नहुँदासम्म मान्छे धनका पछाडि लागेको छ। त्यो बेलासम्म लाग्छ धनको पछाडि जब निधन हुन्छ, त्यसपछि त नो एन्सर, त्यसपछि केही पनि नएन। गुरुदेव अघि हजुरले भन्नुभयो नि आवश्यकतासम्म सबैको पुरा हुन्छ, यति कुरा बुझ्नु पर्यो। सबै पशु प्राणीहरू सबैको आवश्यकता पुरा हुन्छ, तर इच्छा कसैको पुरा हुँदैन। हो, यहाँ बुझ्नु पर्यो कि जीवनको गहिराई तत्त्व चाहिँ यहाँनिर जस्तो लाग्यो मलाई। आवश्यकता सबैको पुरा हुन्छ। जब हामी आवश्यकताबाट बाहिर निस्किन्छौँ, झ्यालबाट चियाएर हेऱ्यौँ नि इच्छातर्फ, इच्छा बढ्दै सुविधामा जाला। कथा सुनाइन्छ, एकदम राम्रो हुन्छ गुरुदेव। रुक्मणीले चाहिँ भगवान्लाई एकचोटि प्रश्न गर्नुभएछ, प्रभु हजुर त यहाँ हामीसित रमाएर बस्नु भएको छ, अनि संसारका सबै प्राणीहरूलाई भोजन प्राप्त भयो त आज भन्नुभएछ। मैले व्यवस्था गरिसकेँ। एकचोटि म एउटा प्राणीलाई भोजन बिना थुनेर म डिब्बाभित्र थुनिदिएर हेर्छु, अनि उसको भोजन कसरी गर्नुपर्छ भगवान्ले भनेर परीक्षण गर्नुभएछ सिन्दुरको डिब्बामा। अनि केही कमिलाहरू भित्र राखिदिनु भएछ र डिब्बा बन्द गरिदिनु भएछ। 2 दिन 3 दिनपछि
भगवान्ले सोध्नुभयो आज सबै प्राणीहरूलाई भोजन प्राप्त भयो त भइसक्यो मैले व्यवस्था गरिसकेको छु भन्नुभयो आउनुहोस् भनेर डिब्बा लगेर यसो खोलेर देखाउनु भयो तिनीहरूले त कुटुक कुटुक चामलको दाना खाँदै थिए अनि यो डिब्बामा हावा मात्रै छेर्न सक्ने र कमिलासम्म बाहिर ननिस्किने त्यस्तो डिब्बामा मैले बाहिर राखेको छु नमरुन् भनेर मैले तिनीहरूलाई केही खानेकुरा दिएकै छैन अनि यिनीहरूलाई यो भित्र कसरी प्राप्त भयो भन्दा जब तिमीले यिनीहरूलाई भोजन नदिने चिन्तन गर्यौ त्यतिखेर तिम्रो निधारमा भएको अक्षता नै मैले खसालिदिएँ तिमीले थाहै नपाइकन यिनीहरूको भोजनको चिन्ता मैले गर्छु यिनीहरू भोकै होला भनेर चिन्तित म हुन्छु यिनीहरूको व्यवस्था म गर्छु मैले यिनीहरूको भोजनको प्रबन्ध त्यतिखेरै गरिसकेँ जब तिमीले यिनीहरूलाई भोजन दिन्न भनेर योजना बनाउँदै थियौ उनीहरूले त्यतिखेरदेखि खाँदैछन् भनेको खानेका लागि चाहिँ या न्यूनतम आवश्यकता आधारभूत आवश्यकता भन्छौँ नि हामी सबैको पुरा हुन्छ जब हामी योभन्दा माथि आजको मान्छेले प्रकृतिका नियमहरूलाई धेरै मिचेको हुनाले आज संसारमा कुपोषण छ आज संसारमा स्टारभेसन छ भुकमरी छ धरतीले योभन्दा 50औं गुणा उत्पादन गर्न सक्छिन् र मान्छेले आज सञ्चय गरेको धन र समुद्रमा फालेको चाहिँ कुराले कति देशका व्यक्तिहरूलाई मान्छेले यो प्रकृतिको व्यवस्थालाई अस्तित्वको एउटा सुन्दर अर्डरले हार्मोनीलाई मान्छेले आफ्नो हातमा लिन खोज्दाखेरि यहाँ मान्छेका कारणले चाहिँ केहीले दुःख पाछन् क्या तर अस्तित्वले कसैलाई दुःख दिँदैन अस्तित्वको व्यवस्था यस्तो छ कि यहाँ सबै अटाउँछन् सबै रमाउँछन् अस्तित्वको पनि विरुद्ध गएर गतिविधि गरिसके पछाडि अनि त्यसको उपज हो यो भुकमरी या अरू जे कुराहरू भइरहेको छ कुपोषण योभन्दा आजको जनसङ्ख्याभन्दा 50 गुणाको जनसङ्ख्यालाई पनि सजिलै पाल्न सक्ने क्षमता धरतीमा छ कि भोकै बस्नुपर्ने छैन र गुरुदेवले भन्नुभयो आवश्यकताबाट जब हामी इच्छातर्फ जान्छौँ इच्छा र दुःख चाहिँ सँगसँगै जन्मिन्छन् सँगसँगै हुर्किन्छन् यसको यो दुईटा बिचको हुर्काइ कसरी हुन्छ गुरुदेव त्यो सँगै रहने कुरा हुन् त्यही भएर एउटालाई सिद्ध्याइदियो भने अर्को रहँदैन कि दुःख सिद्ध्याउने हो भने इच्छा सिद्ध्याउनुपर्छ इच्छा सिद्ध्याउने हो भने दुःख सिद्ध्याउनुपर्छ होइन त्यही भएर इच्छा छोड्नु दुईटा कुरा रह्यो कि जस्तै मलाई कुनै प्लेन बनाउने इच्छा भयो ल म आफैले बनाउँछु है म आफैले प्लेन बनाउँछु मैले त्यो दुःखबाट प्लेन बनाउँछु भन्ने छटपटाहटबाट प्लेन बनाउँछु भन्ने जुन भावना हो त्यसले मान्छेलाई अब चाहिँ बस्न दिएन सुत्न दिएन अब त्यो व्यक्तिले सुख कतिखेर पाउँछ भने कि चाहिँ प्लेन बनायो भने पाउँछ कि चाहिँ प्लेन बनाउने इच्छा छोड्यो भने पाउँछ कि बनाउने कुरा त्यति सजिलो कुरा छैन इच्छा छोड्ने कुरा त सजिलो छ नि अब यहाँनिर एउटा विरोधाभास चाहिँ हामीले सुनेको जहाँ इच्छा त्यहाँ उपाय इच्छा र उपायसँगै हुन्छ अब गुरुदेवले नयाँ कुरा भन्नुभयो जहाँ इच्छा त्यहाँ सँगै दुःख पनि आउँछ दुःखको ज्वरो नै इच्छा हो सँगै हुर्किन्छ अर्को पर्यायवाची जस्तो भयो भन्ने कुरा अनि कतिपय अवस्थामा सबै कुरा छोड्दै जाँदाखेरि त्यो एउटा फेरि निराशावादी चिन्तन हो कि आलस्यतावादी चिन्तन हो कि या प्रगतिको अवरोधक हुने चिन्तन हो कि भनेर पनि अर्थ लाग्ला यो पाठमा हामी कसरी क्लियर हुन सक्छौँ गुरुदेव यो निराशा भनेको चाहिँ हामीले नकारात्मक अर्थमा लिएका छौँ अर्को शब्द वैराग्य छ त्यो पनि नकारात्मक अर्थमा लिएका छौँ यी दुईटै बडा सुन्दर शब्द हो निराशा भनेको सुख हो वैराग्य भनेको पनि सुख हो र मैले अघि भनिसकेको छु लौकिक भौतिक प्रगतिमा मात्रै यदि व्यक्ति चाहिँ अलि अकर्मण्य भयो भने व्यक्ति अलि क्रियारहित भयो भने असक्रिय भयो भने लौकिक प्रगतिमा मात्रै बाधा होला लौकिक प्रगतिले पनि व्यक्तिलाई दिन नसक्ने जो अनन्त सुख छ आत्मिक सुख छ त्यो सुख त उसले केही नगरिकन पाउँछ त भनिसकेँ त मैले त आखिर यी जम्मै गर्नुको प्रयोजन के हो नमर्ने हुन उद्योग जति विज्ञान गर्दछ त्यति गर्दछ यो ज्ञान खाली फरक सेतीमा ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ हाम्रा कविहरूले भनेका छन् आखिर गरेको उद्योग कुन उद्देश्यका लागि गर्दैछ विज्ञानले तरक्की प्रगति अनुसन्धान खोज आविष्कार नवप्रवर्तन सब कुरा के का लागि गर्दैछ मान्छेलाई सुख दिनलाई होइन हो कि होइन सुख दिनलाई हो जब सुख केही नगरिकन पनि पाइन्छ ती सब प्रयासहरू के भयो त मैले त्यही भएर अघिदेखि मैले के भन्दैछु भने प्राप्त नै पर्याप्त छ प्रगति गर्नुपर्छ
पहिलो काम चाहिँ आत्मिक सुखको उपलब्धता हो, पहिले त्यो गर्ने। अब त्यो उपलब्ध भएपछि बाँकी जीवन चाहिँ अब समाजका लागि कि अब समाजलाई सुविधा दिन, समृद्धि दिन, समाजको भलो गर्न, कल्याण गर्न, परोपकारका लागि बाँकी जीवन बिताउने। यो पहिलो काम चाहिँ धन होइन कि, पहिलो काम शान्ति हो। शान्त व्यक्तिले बसेर कुनै कुराको खोजी गर्यो भने, आविष्कार गर्न खोज्यो भने, नवप्रवर्तन गर्न खोज्यो भने उसले 10 गुणा बढी काम गर्न सक्छ। उसको स्थिर मनले, विवेकानन्दले अमेरिकामा जाँदा केही युवाहरूले माथिबाट तल पानीमा केही वस्तुलाई हान्दै गरेका थिए, लागेका थिएन, उहाँले एकैचोटि बाण उठाएर हान्नुभयो, एकैचोटिमा लाग्यो। आश्चर्यचकित भयो युवाहरू। हामीले कहिलेदेखि प्र्याक्टिस गर्दैछौँ, हाम्रो लाग्दैन, अनि भर्खर आएर एकचोटि समातेर ड्याङ्गे हानेर हजुरले लक्ष्यमा वेदन गर्नुहुन्छ। कसरी गर्नुभयो भनेको, मेरो मन स्थिर छ बाबु हो भन्नुभयो। चित्त स्थिर भयो भने सबै कुरा सम्भव छ। त्यही भएर त्यहाँ जो जीवनमा हुनुपर्ने अद्भुत घटना हो नि, त्यो शान्तिपछि बल्ल सुरु हुन्छ क्या। वैज्ञानिकहरूले खोज, अध्ययन, अनुसन्धान, आविष्कार, नवप्रवर्तन गर्दा पनि उनीहरू गहिरिएर सब थोक चटक्क छोडेर ऋषिहरू जस्तै त्याग गरेर एउटा वस्तुमा केन्द्रित भएर दिन रात डुबेपछि बल्ल उनीहरूलाई त्यो स्थिर भएपछि बल्ल त्यो कुरा प्राप्त भएको छ। पुरा संसार बिर्सिएपछि, कसैले आफ्नै नाम बिर्सिएका छन्, कसैले कपडा लगाउनै बिर्सिएका छन्, त्यत्तिकै युरेका भनेर भागेका छन्। त्यही भएर ती आविष्कार पनि त्यति सजिलै भएको छैन। स्थिर मन, सबै बस कुराको बस बस पूर्व बस, शर्त। शान्त चित्त यो समृद्धिको पनि शान्तिको पनि दुइटैको कारक हो। यसको मतलब हामीले प्रगति नगर, काम नगर, आविष्कार नगर भनेकै होइन, तर त्यसका लागि पहिला शान्त बन चाहिँ भनेको हो नि त। जम्मै गरेर पनि शान्ति नपाएपछि आखिर के काम लाग्यो र? हो, भन्न खोजेको चाहिँ त्यसो हो। जे 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 खोज्छौ अन्तिममा खोजेको शान्ति र सुख नै हो, खुसी नै हो। अनुद्दिश्य न मन्दोपि प्रवर्तते है। मन्द व्यक्तिले, बुद्धिहीन व्यक्तिले पनि कुनै बिना प्रयोजन केही काम गर्दैन कि, बिना उद्देश्य केही काम गर्दैन। हामीले आखिर जम्मै गर्दैछौँ के का लागि गर्दैछौँ भन्ने मेरो प्रश्न हो। यो मेरो प्रश्न संसारभरिका विज्ञानवादीहरूले मेरो प्रश्नको जवाफ दिनु परेको यो के का लागि हो, यसको प्रयोजन के हो, भाइ हामी यो सबै चक्र किन गरिरहेका छौँ? यसले अल्टिमेट खोजेको कुरा जो अलरेडी छ हामीसँग, अहिले छ, यहीँ छ, अहिले वर्तमानमा छ, भर्खरै छ, यहीँ छ भने सजिलै छोइन्छ भने दुःख गरेर यता ल्याएर घुमाउनुपर्छ भन्ने हो क्या। र त्यो हामीसँगै छ, हो त, यहीँ छ, आफै बोकेर हिँडिरहेका छौँ होइन गुरुदेव? त्यो ईश्वर परम आनन्द रूप छ। हामी ईश्वरका अंश हौँ, ईश्वर अंश, जीव अविनाशी, हामी स्वयं आनन्दमय हौँ। आनन्दमयोभ्यासात् भन्छ ब्रह्मसूत्रले। हामी आनन्द रूप हौँ। दुःख त हामीले सृजना गरेको एउटा विकार हो। हामी निर्विकार अवस्थामा सहज, शान्त, सहज, आनन्दमय छौँ। त्यही भएर त्यो विकारले हामीलाई चाहिँ भट्काएर हामी बाहिरबाट भौतिक वस्तुका पछाडि लाग्दा जो दुःख पाएको हो। एक दिन यो शरीरै छोड्ने हो क्या। शरीर पनि एक दिन छुट्छ। त्यही भएर शरीर छुट्नु पूर्व शरीर के का लागि थियो त्यति काम गरिहाल्नुपर्छ कि पहिलो काम। शरीर के का लागि मिलेको थियो पहिलो काम त्यो गर्नुपर्छ। विद्यालयमा पढ्न गएको विद्यार्थीले पढाइ छोडेर अर्थक मात्रै गर्यो भने राम्रो गरे त? प्रयोजन के हो? त्यही त नि गुरुदेव, हाम्रो जीवनको प्रयोजन के हो भनेर हामीले कति बुझेका छौँ, कति बुझाएका छौँ, कति पढेका छौँ, कति पढाएका छौँ, कतिपय थाहा नै छैन नि त गुरुदेव। पहिलो कुरा त म किन जन्मेँ, यसरी एउटा मानव स्वरूपमा प्रकट हुनुको पछाडिको पनि केही अर्थ त होला नि त, कसै न कसैले अस्तित्वले केही खोजेको त होला नि मबाट। यो जे भइराखेको छ, जे बनेको छ, जे छ त्यो सप्रयोजन छ कि सोद्देश्य छ, उद्देश्य सहित छ। हामीले यही चक्रको रहस्य नबुझ्दाखेरि दुःख पाएको हो, हामी छटपटिएको, भड्किएको। यहाँ हरेक कुरा वैज्ञानिक छन् कि रहस्यमय छन्। अहिले मान्छेले आँखाले दृश्य बाहिरबाट ग्रहण गरेर मस्तिष्कलाई दिने सूचना दिने ठाउँमै चिपबाट डाइरेक्ट सूचना दिने तयारी गर्दैछन्। विभिन्न माध्यमबाट प्राप्त गर्ने ज्ञानलाई सिधै चिप लगाएर मस्तिष्कमा चाहिँ नियन्त्रण गर्न सक्ने लेभलमा मान्छेले प्रयास गर्दैछन्। त्यो लेभलमा मान्छे छ। तर मान्छे राति
निधाउनका लागि स्लिपिङ ट्याब्लेट खाएर सुत्दैछ कि उसँग निद्रा पनि छैन आफ्नो, उसँग शान्ति पनि छैन आफ्नो। मान्छे आज डराएको छ, छटपटाएको छ। अभय खै, शान्ति खै, भोग खै, निद्रा खै, यी मानवका सहज अवस्था हुन्। पहिलो सुख भनेको स्वस्थ शरीर हो। अनि परिवारजन, समाज, आत्मसम्मान तीभन्दा पनि धेरै माथि हो। मास्लोले भने चाहिँ सेल्फ एक्चुअलाइजेसन, आत्मसाक्षात्कारको स्थिति, तत्त्वदर्शनको स्थिति, भगवत प्राप्तिको स्थिति, जे नामले भनौँ, सेल्फ रियलाइजेसन भनौँ, जे भनौँ, त्यो त्यही हो। समग्र वैभवलाई त्याग गरेर बुद्धले पाएको कुरा। हामीले बुद्धको नाम जप्ने, बुद्धको नाउँमा राजनीति गर्ने, गाडी जति जतासुकै पनि बुद्ध वाज बर्न इन नेपाल भनेर लेख्ने, तर बुद्धले केका लागि त्याग गरे भनेर चाल नपाउने, बुद्धले यो सब के कसरी बुद्ध बने भन्ने कुराको होस नपाउने। हामी बुद्धको कुरा गर्न लायक तब हुन्छौँ जब धन हाम्रा लागि तुच्छ हुन्छ। अनिच्चा वच संकारा भन्छन् बुद्धले। जब हामी हिंसा छोड्छौँ, बल्ल बुद्धको देशका वासी हुँ, म बुद्धको देशमा जन्मिएको हुँ भनेर गर्व गरेर लागेको हुन्छौँ। हाम्रा प्रयासहरू अरूलाई दुःख दिएर पनि, अर्कालाई सताएर पनि, अर्कालाई पीडा दिएर पनि आफू मात्रै खुसी हुने कुरामा केन्द्रित छ। अनि हामी बुद्धका कुरा गर्छौँ। त्यही भएर आफ्नो हानि पनि सहेर अरूको गर्छन् भलो सन्तले, आफ्नो हानि नपारी गर्छ अरूको उद्धार सामान्यले, अर्कालाई बिगारी आफू बनिने त्यो राक्षसी काम हो, व्यर्थै जो अरूलाई पिर्छ उसको जान्दिन के नाम हो। जगन्नाथ गुरागाईले नेपालीमा अनुवाद गर्नुभएको पङ्क्ति हो। भर्तृहरिले संस्कृतमा लेख्नुभएको छ। एके सत्पुरुषास् परार्थ घटका स्वार्थान् परित्यज्य ये सामान्यास्तु परार्थमुद्यमवृतः स्वार्था विरोधेन ये तेमी मानव राक्षसाः परहितं स्वार्थाय निघ्नन्ति ये यत्तुघ्नन्ति निरर्थकं परहितं ते केन जानीमहे। आफूले दुःख कष्ट सहेर पनि अर्काको राम्रो गर्छु भन्ने चिन्तन भएका व्यक्ति धरतीका सबैभन्दा श्रेष्ठ व्यक्ति हुन्। मलाई के मिल्छ र मैले के पाउँछु, मलाई के मिल्छ भनेर चिन्तन गर्ने दोस्रो हो। मलाई पनि मिल्छ भने बल्ल गर्छु भन्ने दोस्रो कोटिको व्यक्ति हो। आफ्नो सुखको लागि अर्कालाई दुःख दिन्छ जस्तो पशुहरूलाई हत्या गरेर मान्छेले आफ्नो जिब्रोको तलतली मेटाउँदैछ। जबकि मलाई अर्काले काटेर खाओस् भनेर आफ्नो शरीर दिन सक्छ त? सक्दैन नि। जब म आफ्नो शरीरलाई माया गर्छु, यो शरीर मैले अलिकति चोट लाग्न पनि दिन्न, यति काँडाले घोच्न पनि दिन्न, त्यो त शरीरको कुरा। अर्काले दुर्वचन बोलेको सहन पनि सक्दिनँ, मलाई मानहानि हुन्छ, म अस्पताल धाउँछु, मलाई सम्मान चाहिन्छ, मलाई बाँच्ने अधिकार चाहिन्छ। अनि त्यो पशु, उसलाई जन्म दिएको मैले हो, अनि त्यो पशुप्रति मेरो अधिकार छ, अनि त्यो पशुलाई हत्या गरेर खान सक्ने मसँग क्षमता छैन नि। अनधिकृत चेष्टा हो। त्यही भएर मानव अधिकारका कुरा पछि गरौँला, पहिले भोइसलेसहरूको भोइस बन्नुपर्छ, आवाजविहीनहरूको आवाज बन्नुपर्छ, दुखीहरूको, पीडितहरूको पीडामा साथ दिनुपर्छ। त्यही भएर अध्यात्म चेतनाले सबैलाई माया गर है, सबैलाई सम्मान गर, तर विश्वास कसैलाई गर भनेर सिकाउँछ। होइन गुरुदेव, मान्छेहरू आज छटपट्टिमा बितिराखेका छन्। एकछिन पनि स्थिर भएर आत्मसाक्षात्कार गर्ने, आफै प्रति चिन्तन मनन गर्ने, आफूभित्र गइरहेर हेर्ने त फुर्सदै छैन मान्छेलाई। किन कुदेको हो, कहाँ कुदेको हो, के पाउनलाई कुदेको हो। आखिर त निन्द्रा समेत पनि आज हाम्रो आफ्नो छैन। गुरुदेवले भन्नुभयो राति सुत्दाखेरि स्लिपिङ ट्याब्लेट नखाइकन मान्छे निदाउन सक्दैन। अनि कुदेको केका लागि, पाउन केका लागि भनेको यो कस्तो विरोधाभास, कस्तो अनौठो चक्र छैन त गुरुदेव। स्लिपिङ ट्याब्लेट एउटा साझा समस्या भएको छ अहिले मान्छेहरूको। निन्द्रा छैन। निन्द्रा कसरी ल्याउने होला? अहिले त निन्द्राको बारेमा भिडियो बनायो भने सबैभन्दा धेरै हेर्दो रहेछन्, किनभने मान्छेलाई निन्द्रै हराएको रहेछ कि गुरुदेव अहिले। कस्तो अचम्म होला? मानव स्वास्थ्य निद्रासँग जोडिएको छ। निद्रा बिग्रियो, अब स्वास्थ्य बिग्रिन्छ। स्मृति शक्ति, स्मरण शक्ति निद्रासँग जोडिएको छ। स्मृति, मेमोरी बिग्रिहाल्छ तब जब व्यक्तिको निद्रा बिग्रिन्छ।
पाचन प्रणाली निद्रासँग जोडिएको छ। समग्र कुराहरू निद्रा अनिवार्य अपरिहार्य तत्त्व हो। धेरै दिन ननिदाइकन मान्छे बाँच्न सक्दैन। योगमा मात्रै त्यस्तो हुन्छ। लक्ष्मण 14 वर्षसम्म 1 मिनेट ननिदाएर पनि सुते, किनभने शरीरलाई चाहिने ऊर्जा त्यो रिचार्ज उनले आध्यात्मिक विधिबाट गरे। त्यो यौगिक चेतना हो। अर्जुन गुडाकेश थिए। अर्जुन कैयौँ रात नसुतेर बस्न सक्थे। त्यही भएर कृष्णले गीतामा गुणाकेश, गीतामा अर्जुनलाई गुणाकेश शब्द आएको छ। गुडाका भनेको निद्रा हो, ईश भनेको मालिक हो। मान्छे अर्जुन बन्नुपर्छ। अर्जुन दृष्टि भन्छौ नि, उनले बाण हान्दा के देखिरहेका छौ भन्दा त्यो चराको टाउको भनेर भने हो, त्यो अर्जुन दृष्टि हो। त्यो अवस्था गुडाकेशको, त्यो गुडाकेश भएर नै उनी त्यो स्थितिमा पुगेका हुन्। त्यसैले निद्रा अपरिहार्य तत्त्व हो। निद्रामाथि नियन्त्रण गर्न सक्ने सामर्थ्य मान्छेको अहिलेको छैन। यो योगमा मात्रै छ। ध्यानको चेतनाले व्यक्तिलाई चाहिँ थोरै समयमा धेरै पावरफुल, धेरै वाटका चार्जरहरूले मोबाइललाई छिट्टो चार्ज गरिदिए जस्तै, फास्ट चार्जिङले चाहिँ गाडीलाई छिट्टै चार्ज गरिदिए जस्तै, चार्जरले चार्जिङ गरिदिए जस्तै ध्यानले व्यक्तिलाई छिट्टै थोरै बेरको निदले, स्न्यापले पनि मान्छेलाई गहिरो तृप्ति दिन सक्छ। त्यही भएर आजको मान्छेले खोजेको कुरा आरोग्य हो। आजको मान्छेले खोजेको कुरा आध्यात्मिक आलोक हो। त्यो कुरा पाउनुपर्छ। त्यही कुरा पाऊँ भनेर, त्यो कुरा सबैलाई प्राप्त होस् भनेर नै हामीले पनि यत्न गरेका छौँ। उत्तर वाहिनी क्षेत्रमा हामीले हस्पिटल पनि खोलेका छौँ, गुरुकुल पनि छ कि। त्यो हस्पिटल के को लागि भने आएको मान्छे पहिले शारीरिक रूपमा पनि स्वस्थ होस्। अनि ध्यानका कार्यक्रमहरू निरन्तर चलाउँछौँ हामी। त्यो के को लागि भन्दा उसको मानस चेतना पनि उसको स्वस्थ होस्। शरीर र मन दुवै स्वस्थ भयो भने साउन्ड माइन्ड होइन, इन साउन्ड बडी भन्छौँ नि हामी। स्वस्थ शरीरमा स्वस्थ मनको विकास, स्वस्थ मनमा स्वस्थ शरीर, दुवै कुरा परिपूरक हुन्छन्। त्यही भएर मान्छेलाई स्वस्थ बनाउन सकियो भने संसारको धेरै ठुलो उपलब्धि हो। स्वस्थ बनाउनका लागि विज्ञानले हजारौँ आविष्कार गरेको छ औषधिहरूको। मेडिकल साइन्सबाट आजसम्म आविष्कार गरिएका धेरै चमत्कारिक औषधिहरूले पनि साइड इफेक्ट बिना छर्लक्कै रोगलाई निको बनाउने काम गर्न सक्दैनन्। तर योगमा त्यस्तो सामर्थ्य छ, अध्यात्ममा त्यस्तो अद्भुत क्षमता छ, व्यक्तिलाई रोग लाग्नै दिँदैन। लागेको रोगलाई पनि व्यक्तिलाई छिट्टो चाहिँ शरीरलाई त्यो रोगलाई हिलिङ गर्न सक्ने, उपचार गर्न सक्ने क्षमताको विकास शरीरमा गरिदिन्छ। त्यही भएर ध्यानबाट कैयौँ लौकिक दृष्टिले असाध्य भएका रोगहरू पनि सन्चो भएका उदाहरण छन्। गुरुदेव, अर्को चाहिँ अहिलेको समस्या एकदमै मान्छेको अधैर्यता। मान्छे बस्न सक्दैन, छटपट्टि एकदमै धेरै, अनि सहनशीलता एकदमै कमी भयो, टोलरेट गर्नै नसक्ने, एकदम बेचैनी बढी भइरहेको छ, एकाग्रता नै छैन। किन यस्तो भइरहेको छ गुरुदेव? अघि मैले भनेकै कुरा दोहोरिन्छ। एकछिन एक ठाउँमा बसेको व्यक्तिलाई हजारौँ काम गर्नु छ कि, यता पनि गर्नु छ, त्यता पनि गर्नु छ, यो पनि भ्याउनु छ, त्यो पनि भ्याउनु छ। अनि मान्छे शान्तिले कसरी बस्न पाउँछ र? त्यो नभ्याउँदासम्म बस्न पाउँदैन। भ्याउनु किन छ भने त्यो गर्नै पर्ने छ, त्यो इच्छामा बाँधिएको छ, त्यो आकाङ्क्षाले उसलाई डोर्याएको छ। अब ऊ मान्छे शान्तिले बस्नै सक्दैन। यो गर्नुको महत्त्व भन्दा धेरै नगर्नु छ भन्ने कुराको बोध उसलाई छँदै छैन। यो गरेर पाउने कुरा मैले अहिले पाउँछु भन्ने कुरा थाहै छैन उसलाई। जिन्दगीभरि गधाले चाहिँ परिश्रम गरेर मेहनत गरेर उसले जिन्दगीभरि कमाएको पैसाले एउटा घर किन्छ, एउटा घडेरी किन्छ, छोराछोरीलाई पालन पोषण गर्छु, उनीहरूलाई पढाउँछु, लेखाउँछु, ठुलो मान्छे बनाउँछु, अनि आनन्दले बस्छु। त्यो आनन्द के हो थाहै छैन। यो यति गर्छु त्यसपछि मलाई पुग्छ भन्छ, त्यसपछि गर्ने के हो थाहै छैन है। जीवन के को लागि हो थाहै छैन। जिन्दगीभरिको चाहिँ यो मानव शरीर लिएर आएको एउटा घर जोड्नलाई र एउटा घरेरी जोड्नलाई हो र? सबै बेहोसीमा राम्रो घर त गौँथलीले बनाएको हुन्छ, उसले त उल्टो घर बनाइदिएको छ। हामीले त उल्टा बनाउँछौँ, धरतीमा तलबाट माथि बनाउँछौँ, उसले त उल्टो बनाइन्छ। हाम्रा भन्दा राम्रा घर उसका छन् गौँथलीका, है त हो त। अनि हामीले गौँथली बोल्यो चिरेर च्यारेर भन्ने कविताहरू पढ्यौँ कि, मानवता सिकाउने कविताहरू लेखेका छन् हाम्रा कविहरूले। त्यसैले मान्छे अधैर्यवान भएको कारण उसका वासनाहरू हुन्। र जब व्यक्तिले, अध्यात्मले व्यक्तिलाई इच्छामुक्त भएर व्यवसायात्मिका बुद्धिरेकेह कुरनन्दन
व्यवसायत्मिका निश्चयात्मिका बुद्धि एउटै हुन्छ र व्यवसायत्मिका बुद्धि नभएको व्यक्तिको चाहिँ समाधौ न विधियते, उसको चाहिँ समाधि स्थिरता हुँदैन, उसको एकाग्रता हुँदैन र उसले सफलता प्राप्त गर्दैन, गीतामै भन्नुभएको छ। त्यही भएर व्यक्ति अशान्त किन छ, छटपटाएको किन छ, भड्किएको किन छ, किनकि हजारौँ वासनाहरूले इच्छाहरूले उसलाई पोलिराखेका छन्, भत्तभत्ती पोलेका छन्। एसी लगाएर बसेको छ तर इच्छाहरूले उसलाई डढाएका छन्, पोलेका छन्, फोका फोका बनाइदिएका छन्, उसलाई पिरोलेका छन्, सताएका छन्। उसलाई इच्छाले चाहिँ एकछिन एसीभित्र पनि शान्तिले बस्न दिएको छैन, पोलेको छ। इच्छाले पोलेको रहेछ। त्यसो हामीलाई भत्तभत्ती पोलेको भनेको इच्छाले रहेछ। गुरुदेव, अन्तिममा पनि अलिकति चाहिँ यो गीताको बारेमा म सुन्दै थिएँ, हजुरले 12 दिनमा गीता कण्ठ गर्नुभयो संस्कृत श्लोकमै। के हो गुरुदेव गीता हजुरको लागि जो 12 दिनमा तपाईँले कण्ठ गर्नुभयो? के अब त्यतिखेर एउटा कण्ठ गर्ने त एउटा कुरा भयो, बोध गर्ने एउटा कुरा भयो, अर्को कुरा भयो। पृथ्वीमा दुःखमा होस् सुखमा होस् मान्छेले गीत गाउँछ। दुःखमा गाएका नारायण गोपालका गीत पनि छन्, रमाएर गाएका विभिन्न गायकहरूका गीतहरू पनि छन्, होइन? सुखमा होस् दुःखमा होस् मान्छेले गीत गाउँछ, सुखमा होस् दुःखमा होस् मान्छेले साथी खोज्छ, कोही विश्वास लायक सम्बन्ध जोड्न खोज्छ, भरोसा गर्न खोज्छ, म छु भन्ने सुन्न चाहन्छ। आजसम्म धरतीमा जति पनि भाषाहरूमा जति पनि गीतहरू गाइए, जति पनि सङ्गीतको आविष्कार गरियो, रचना गरियो, संसारभरिका आजसम्म रचिएका गीतहरूमा सबैभन्दा सुन्दर गीत, सबैभन्दा श्रेष्ठ गीत, सबैभन्दा मिठो गीत, जसलाई सुनेपछि नै मान्छेका सारा दुःख पीर व्यथा वासना पीडाहरू सबै हजारौँ हजार दुःखहरू एकैचोटि सिद्धिन्छन्। अरू गीतले एकछिन व्यक्तिलाई शान्ति दिन्छन्, तर गीता यस्तो गीत हो सदाका लागि शान्ति दिन्छ। यो यस्तो गीत हो मान्छेले गाएको होइन, ईश्वरले गाएको गीत हो। यो यस्तो गीत हो दुःखको कारणै हटाइदिन्छ, व्यक्तिको वासना नै समाप्त गरिदिन्छ। बारम्बार अनन्यास चिन्तयन्तो माम, अरू कुराको चिन्तनै नगर। ये जनाः पर्युपासते तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम्। गीताले भरोसा दिन्छ, मेरो कोही छ भन्ने कुराको बोध गराउँछ, म एक्लो छैन भन्ने कुराको बोध गराउँछ। त्यही भएर अघि एकछिन अगाडिसम्म मुख सुकेर छटपटाएर उठ्न पनि नसकेर व्यक्ति थचक्क बसेका अर्जुन अब एकछिनमा मुस्कुराएर ऊर्जाले भरिएर शक्ति प्राणले सञ्चार भएर प्राण सञ्चार भएर उनी करिष्ये वचनम तब, हे कृष्ण मैले बुझेँ, मेरो मोह नष्ट भयो, मलाई स्मृति प्राप्त भयो, मलाई हजुरको कृपाको वर्षा भएको छ। अर्जुन, हे कृष्ण मलाई हजुरको कृपाले मेरो मोह नष्ट भएर स्मृति प्राप्त भएको छ। अब म आफ्नो स्वरूपमा स्थित भएको छु, अब सन्देह रहित भएको छु। अब म हजुरले जे भन्नुहुन्छ त्यो गर्छु। अघि म लड्दिनँ, नयोत्से इति गोविन्द, नयोत्से इति गोविन्द मुक्त्वा तुष्णिं बभूवः। अघि लड्दिनँ भनेको थिएँ, अब चाहिँ जे भन्नुहुन्छ त्यही गर्छु। अर्जुनले बुझे अब मेरो जीवन शरणागतिका लागि, मेरो जीवन प्रभुका लागि। म अनुकूल बन्ने मात्र रहेछ, अनुकूलता सुख रहेछ, प्रतिकूलता दुःख रहेछ बुझिसके अर्जुनले। अब त्यसको सूत्र उनलाई प्राप्त भयो, बोध उनले गरिसके। अब म प्रभुको प्रतिकूल जान्न, म प्रभुको अनुकूल हुन्छु। अस्तित्वले हामीलाई पल पल सुख रस आनन्द ज्ञान सब कुरा दिएको दिएछ। हामी उसको अनुकूल हुँदा मात्रै हामी आफू पनि सुखी हुँदो रहेछौँ। हामी प्रतिकूल जाने भनेको आफै दुःखी हुने रहेछ। त्यही भएर म शरणमा छु, म हजुरको चरणको शरण ग्रहण गर्दछु भनेर अर्जुनले शरणागति स्वीकार गरे। बस गीता संसारको यस्तो अनुपम गीत हो जसलाई पढेर विश्वका महान मनुष्यहरू पनि प्रफुल्लित भए, गदगद भए, आफ्नो जीवन धन्य भएको महसुस गरे। गीता उपनिषद हो। उपनिषद पढेर सोपेनहावरले देयर इज नो सो बेनिफिशियल स्टडी एज उपनिषद, इट हैज बिन द सोलेस अफ माई लाइफ, इट विल बी द सोलेस अफ माई डेथ, इट विल बी द सोलेस अफ माई डेथ। मेरो मृत्यु पनि शान्तिमय आनन्दमय हुनेछ। म गीताको आधारमा, उपनिषदको आधारमा मैले उपनिषदभन्दा कल्याणकारी र मानव चेतनालाई फैलाउने
श्रेष्ठ अध्ययन अर्को केही छैन भनेर भनेका छन्। अनि At every morning I bath my intellect in the stupendous and cosmogonal philosophy of Bhagavad Gita in comparison with the whole world and its literature seems puny and trivial. थोरोले भन्छन् गीता भन्दा श्रेष्ठ ग्रन्थ आजसम्म धरतीमा लेखिएकै छैन। गीताका अगाडि संसारका सारा साहित्यहरू ग्रन्थहरू पवित्र वचनहरू पनि फिका लाग्छ। यो यहाँका ऋषिले भनेका कुरा होइन, यहाँका कुनै व्यक्तिले भनेका होइन, यी त महान शिक्षाविद है दार्शनिक थोरोले भनेको। त्यही भएर गीता जस्तो अनुपम ग्रन्थ हरेक शिक्षालयमा पढाइनु पर्ने यो त सङ्गीत हो। विद्यार्थीलाई अल्छी लागेको छ, विद्यार्थीले पढ्नै खोजेको छैन, विद्यार्थीले ध्यान के हो सिकेकै छैन, अनि शिक्षकले बार बार भन्छन् बाबु हो ध्यान दिएर बस, ध्यान थाहै छैन कहाँ दिने हो, ध्यान दिएर पढ भने ध्यान के हो भन्ने कुरै थाहा छैन। ध्यान सिकाउने गीताले हो। गीताले अब जीवनलाई रसिलो बनाइदिन्छ, चेहरालाई हँसिलो बनाइदिन्छ। अब गीताले जीवन सिकाइदिन्छ, जीवनको प्रयोजन सिकाइदिन्छ। त्यही भएर संसारभर पढाउनै पर्ने, संसारभर पढ्नै पर्ने ग्रन्थ हो गीता। यो केवल सनातन हिन्दू दर्शन भित्रबाट जन्मिएको भएर यो केवल हिन्दूहरूको लागि होइन, भगवानले यो समग्र मानवका लागि र समग्र जगतको कल्याणका लागि दिनुभएको हो। त्यसैले गीता इसाईहरूका लागि पनि कल्याणकारी छ, मुस्लिमहरूका लागि पनि कल्याणकारी छ। यो बौद्ध, सिख, जैन, बोन आदि सबैका लागि त सनातनी हुन्, सबैका लागि त छँदैछ। यो केवल हिन्दूका लागि मात्र होइन, यो विश्वको सम्पदा हो, विश्वको सम्पत्ति हो, यो रत्न हो, यो दिव्य वस्तु हो। यसको लाभ संसारले लिन सक्छ। त्यस्तो महान ग्रन्थ गीता भन्दा महान ग्रन्थ अरू छँदै छैन, अहिलेसम्म कुनै पनि छैन। सारा जीवनको समस्याहरूको हल गीतामा छ। अर्जुन र कृष्णको संवाद मार्फत त्यो सबै कुराहरू हामीलाई दिएको छ। अब गुरुदेवले त किस्रा बुझ्नु भएको छ, हामीले त एउटा सारांशमा बुझेको जस्तो मात्रै होइन। अब त्यसमा अब त्यहाँ अर्जुनलाई फरक फरक नामले उच्चारण गरेको छ, त्यसको अर्थ त्यसको गहिराई गुरुदेवले बुझ्नु भएको छ। त्यसको रसको जुन स्वाद हजुरले लिनुभएको छ, हजुरले यति भनिसकेपछि पूर्ण भयो। अन्तिममा गुरुदेव एउटा कुरा, त्यो गीताको साह्रै प्रचलित कुरा छ नि, कर्म गर फलको आशा नगर। म प्रायः सबैसँग यसको बारेमा छलफल गर्छु। खास भन्न खोजेको चाहिँ के हो गुरुदेव? कर्मण्येवाधिकार अस्ति मा फलेषु कदाचन, यसको सारांश गरेर टुङ्गाइदिउँ न। अघि हामी जे चर्चा गऱ्यौँ, इच्छासँगै दुःख जन्मिन्छ, आशा गर्यो भने दुःख पाइन्छ है। त्यही भएर आशा नगर। एउटा गर्ने कुरा हुन्छ, अर्को हुने कुरा हुन्छ के। धान रोप्नु चाहिँ गर्ने कुरा हो, धान फल्नु चाहिँ हुने कुरा हो। एउटा गर्ने कुरा, एउटा हुने कुरा। गर्ने कुरा हाम्रो हातमा हुन्छ, हुने कुरा हाम्रो हातमा हुँदैन। घाम लागोस् भन्दैमा के लाग्नु, बादलले ढाकिदिनु पनि सक्छ नि, पानी परोस् भन्दैमा नपर्न पनि सक्छ नि, दिनभर घाम लाएर बस्न सक्छ। हुने कुरा अर्कै हुन्छ, गर्ने कुरा हामीले कहिले कहिले त्यो लगाएर केमिकलहरू पाउडरहरू छरिदियो भने कहिले कहिले आकस्मिक वर्षा हुन सक्छ, त्यो गर्ने कुरा हो। हुने कुरा अर्कै छ। त्यही भएर गर्ने कुरामा हाम्रो अधिकार छ। हुने कुरा फल हो, गर्ने कुरा कर्म हो है। गर्ने कुरा कर्म, हुने कुरा फल। हाम्रो अधिकारै छैन हुने कुरामा, भरोसै छैन हुन्छ कि हुँदैन, गर्नुमा मात्र हाम्रो अधिकार छ। त्यही भएर जसले अनधिकृत चेष्टा गर्यो, जसले हुन्छ कि हुँदैन भन्ने कुरामा हुनैपर्छ भनेर आग्रह लियो, ऊ दुःखी हुनु त परिहाल्यो नि। उसलाई दुःखी हुनुबाट कसले रोक्न सक्छ र? त्यही भएर भगवान्ले यो हामीलाई कर्म गर फलको आशा नगर भनेको के हो भने, तिमी सुखी हुनका लागि कर्म निरन्तर गर। तिमी एक क्षण पनि कर्म नगरिकन नबस, तिमी निरन्तर कर्म गर। कर्म ज्यायो ह्यकर्मणः, अकर्मभन्दा कर्म श्रेष्ठ छ भनिसक्नुभयो। नहि कश्चित् क्षणमपि जातो तिष्ठत्य कर्मकृत कार्यते ह्यवशः कर्म। पुरुष प्रकृति सर्वै प्रकृति जय गुण इत्यादि प्रकृतिजनित गुणहरूबाट व्यक्तिले कर्म गरेको गरै हुन्छ। प्रकृतिका गुणहरूले व्यक्तिलाई कर्म गराइ हुन्छ। एक क्षण पनि कर्म बिना बस्न सक्दैन भन्नुभयो। तर फलको आशा नगर भन्नुभयो, किनकि ते अधिकारः कर्मणि एव अस्ति फलेषु ते अधिकारः नास्ति। त्यसो हो भने कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन मा कर्म फल हेतुर्भुर। यदि कर्म फलको वासनाले कर्म गर्यौ भने तिमी कर्मफलको हेतु बन्छौ, वासनाले कर्म गर्यौ भने तिमी त्यो कर्मको फलको भोक्ता बन्छौ। भोक्ता बनेपछि कर्ता बनेपछि भोक्ता पनि हुनै पर्यो, र भोक्ता बनेपछि तिमीले फल पनि भोग्नै पर्यो। कर्मका 3टा फल हुन्छन्, शुभ, अशुभ र मिश्रित फल हुन्छन् है।
ती तीनटै फल भवत्य त्यागी नाम प्रेत्य न तो सन्यासी नामको चाहिँ त्यागीहरूलाई त्यसको फल प्राप्त हुँदैन, केवल भोगीहरूलाई मात्रै हुने हो। त्यही भएर अन्तमा कर्मबाट प्राप्त हुने फलहरू भनेका नाशवान नै हुन्छन् कि नष्ट हुनेवाला नै हुन्छन्। त्यही भएर अविनाशी फलका लागि त अविनाशी तु तद्विद्धि येन सर्वमिदं ततम् विनाशम अव्यस्यास्य न कश्चित् कर्तुमर्हति। अविनाशीको विनाश कसैले गर्न सक्दैन। त्यही भएर अविनाशी उसलाई बुझ्नु जो चाहिँ व्याप्त छ, जसको कहिल्यै व्याप्तको अर्थ भूत भविष्य र वर्तमानमा पनि व्याप्त छ कि कहिल्यै कुनै कालमा पनि अभाव त्यसको हुँदैन, मर्दैन, त्यो सकिँदैन, त्यो अभाव हुँदैन र नरहने हुँदैन। मान्छेले ईश्वर के हो भनेर सोध्छन् कि अनि फल्नु हो भन्यो, यसो हो भन्यो। अनि त्योभन्दा पहिला के थियो, ईश्वर भन्ने बुझेको भए त्योभन्दा पहिले भन्ने प्रश्नै हुँदैन। ईश्वर भनेकै नित्य तत्त्व हो, सधैँ रहिरहने तत्त्व हो, थियो छ र रहने तत्त्व हो, जसको न आदि छ न अन्त्य छ, सनातन। त्योभन्दा पहिला के थियो त भन्दा त्योभन्दा पहिला केही पनि थिएन। त्योभन्दा पहिला पनि ईश्वर नै थियो, ईश्वरै थियो, ईश्वरै छ, ईश्वर नै रहन्छ, अरू केही पनि छैन। ईश्वरभन्दा पहिला पनि ईश्वर, त्योभन्दा पहिला पनि ईश्वर, ईश्वरै ईश्वर, केही छैन। कर्म गर, फलको आशा नगर, कर्ममा मात्रै तिम्रो अधिकार छ, फल हेतु काम नगर। जब फल सोच्यो दुःख सुरु भइहाल्यो। हुनु अस्तित्वको अधीनमा छ, गर्नु हाम्रो अधीनमा छ। त्यसैले गर्ने कुरामा ध्यान देऊ, हुने कुरामा तिमीले बढी आग्रह गर्यौ भने तिमी दुःखी हुन्छौ। अब मेरो एकदमै आखिरी प्रश्न यो चाहिँ गुरुदेवले भन्नुभयो एउटा सन्त र वैज्ञानिकको संवादको त्यो पुस्तक पढेर जीवनले युटर्न गर्यो र अहिले लागिरहेको पनि सन्त जस्ता वैज्ञानिक जस्ता सन्त निर्माण गरौँ भनेर यो अभियान गरिरहनु भएको छ। किन जरुरी छ गुरुदेव हामीलाई सन्त जस्ता वैज्ञानिक अनि वैज्ञानिक जस्ता सन्तहरू चाहिँ? खास गरी एटम बम जस्ता, हाइड्रोजन बम, विभिन्न प्रकारका विनाशकारी अस्त्रहरू पनि शस्त्रहरू पनि बनाउन सकिन्छ। शास्त्रमा अस्त्र र शस्त्र पनि हातमै राखेर युद्ध गरिन्छ, त्यस्तालाई शस्त्र भनिन्छ। हातबाट फालेर गरिन्छ, त्यस्तालाई अस्त्र भनिन्छ। दुई प्रकारका व्याख्या गरेका छन्। वैज्ञानिक हुँदासम्म त मान्छे मानवताभन्दा पर गएर पनि वैज्ञानिक बन्न सक्छ। लोकको विनाश गरेर पनि व्यक्ति वैज्ञानिक बन्न सक्छ। तर एउटा सन्त बन्नका लागि लोकको कल्याण गर्नै पर्छ। सृजनाको उत्तुङ्ग शिखरमा रहेर पनि लोक कल्याणको गहिराईमा डुबेको व्यक्ति वैज्ञानिक ऋषि हो र जसले हरेक कुराहरू नवसृजना, नवप्रतिभा, नवोन्मेष, सशालिनी प्रतिभालाई चाहिँ नित्य नवीन रूपमा प्रस्तुत गर्दै संसारका लागि उपयोगी बनाउने कर्म गर्छ। त्यस्तो कर्म गर्ने व्यक्ति नै वास्तविक वैज्ञानिक ऋषि हो। र विवेक मानवताले युक्त भयो वैज्ञानिक भने त्यो सन्त वैज्ञानिक बन्छ। नयाँ नयाँ खोज अध्ययन अनुसन्धानले युक्त भएको व्यक्ति सन्त पनि त्यस्तो चरित्रले युक्त भयो भने ऊ वैज्ञानिक बन्छ। र आजका विश्वका समस्याहरूको समाधान चाहिँ वैज्ञानिक ऋषिसँग छ। र वैज्ञानिक ऋषिहरूका हातमा शासन सत्ता भयो भने, हरेक क्षेत्रको नेतृत्व भयो भने यो धरती स्वर्ग हुन्छ, यो धरती सुन्दर हुन्छ। यी सबै प्राणी देवता जस्ता हुन्छन्, देवता जस्ता प्रतीत हुन्छन्। त्यही भएर धरतीलाई स्वर्ग, मानव या प्राणीलाई देवता, सन्तलाई वैज्ञानिक, वैज्ञानिकलाई सन्त। नेपाल सदियौँदेखि सृष्टिको आदिदेखि एतद्देश प्रसूतस्य सकाशाद अग्रजन्मनः स्वं स्वं चरित्रम शिक्षेरन् पृथिव्यां सर्वमानवाः। कर्णालीको मान्म भन्ने ठाउँ कालीकोटको, अनि त्यहाँबाट मनुले विश्वको पहिलो संविधानको ग्रन्थ लेखेर, मनुस्मृति लेखेर उद्घोष गरेका हुन्। यो देश अग्रजन्माहरूबाट विश्वभरका समस्त मनुष्यहरूले आफ्नो आफ्नो चरित्रको शिक्षा लिउन् भनेर उद्घोष गरेका हुन्। यसको मतलब यो देश विश्वलाई ज्ञान दिनका लागि बनाइएको देश हो। विश्वका मान्छे भड्किएका, अशान्त भएका व्यक्तिहरूलाई चरित्र सिकाउनका लागि बनेको देश हो। यो देशले विश्वलाई ज्ञान दिएर विश्वको शिर, सगरमाथा मात्र होइन, शिर भनेको चेतनाको आश्रयस्थल हो र यो विश्वलाई चेतना दिने देश बन्न सक्छ, जगतगुरु देश बन्न सक्छ। त्यो काम हामीले गर्न सक्छौँ, नेपालीले गर्न सक्छौँ। किनभने हामी ऋषि महर्षिहरूले देखाएको बाटोमा हिँडेका छौँ, हिँड्छौँ। र यो धरती स्वर्ग, प्राणी देवता
सन्त वैज्ञानिक सन्त मात्र होइन, संस्कृत भाषा विश्व भाषा बन्न सक्छ। 1 अरब है 1 खरब 2 अरब 78 करोड 50 लाख शब्दहरू वर्तमानमा प्रचलनमा आइसकेको, यति समृद्ध भाषा, करोडौँ करोड ग्रन्थहरूको रचना गरिसकिएको, लाखौँ लाख वर्षसम्ममा पनि कहिल्यै त्यसको अर्थमा अन्तर नआउने त्यस्तो अद्भुत वैज्ञानिक भाषा जसलाई रिक ब्रिक्सले एआईका लागि पनि सर्वोत्कृष्ट हुनसक्छ भनेर लेखेको रिसर्च पेपर चाहिँ फोर्ब्स पत्रिकामा अमेरिकामा प्रकाशित भएको थियो। त्यस्तो भाषा विश्व भाषा बन्न सक्छ। त्यो बाटोमा यदि हामी लाग्यौँ भने यो देश जगद्गुरु देश बन्न सक्छ। हामीले आविष्कार गरेर संसारलाई जगद्गुरु बन्ने होइन, हामीले संसारलाई मानवता सिकाएर, चेतना सिकाएर, संसारलाई जीवनको लक्ष्य सिकाएर हामी जगद्गुरु बन्ने हो। त्यसैले त्यस्तो देश बन्न सक्छ। त्यो बाटोमा हामी लाग्यौँ भने हामी सबैको कल्याण। यही जोडिन्छ ज्ञान र विज्ञान, यही जोडिन्छ संस्कार र आविष्कार। साह्रै पुनित कर्म गर्नुभएको छ गुरुदेव। आज साह्रै महत्त्वपूर्ण समय दिनुभयो। हजुरलाई धेरै धेरै धन्यवाद दिन्छु। धेरै धेरै आभारी छु हजुर। म यो आशाको दियो कार्यक्रम हेरेर बस्नुभएका सबैलाई म अनुरोध गर्छु, आशाको दियोलाई निभ्न नदिनु होला। सबै थोक जीवनमा गयो भने पनि हामीसँग सदैव रहने परमात्मा तत्त्व, धर्म तत्त्व हामीसित रहन सक्छ र हाम्रो परम कल्याण हुन सक्छ। कहिल्यै निराश नहुनु होला। मैले अघि निराश शब्द पनि सुखवाचक हो भनेर भनेको छु। लोकमा निराशा शब्दलाई चाहिँ दुःखसँग जोडिएको छ, त्यही भएर मैले प्रयोग गरेँ। हामी कार्तिक 8 गतेदेखि 2083 सालको मङ्सिर 8 गतेसम्म 1 महिनासम्म सद्भाव महामेला, विश्वभरका सनातनीहरू, ओङ्कार परिवारका व्यक्तिहरू नै स्वयंकर्ता बनेर हामीले एउटा भव्य भेला गर्दैछौँ। यही मानवताको, यही अध्यात्मको अलख जगाउनका लागि, आलोकले आलोकित गर्नका लागि दामोदर भगवानको उपासनाको 25औं वर्ष पुग्दैछ। ज्ञान विज्ञान प्रतिष्ठानको स्थापनाको 11औं वर्षमा फेरि हामीले यो दिव्य भव्य महामेला पनि हामीले गर्दैछौँ र यो हामीले दामोदर रजतोत्सव एवं उत्तर गण्डकी सद्भाव महामेला, जहाँ हिन्दू, बौद्ध, जैन, सिख, किराँत, बोन आदि हाम्रा सबै ओङ्कार परिवारभित्रका सबै परम्पराका धाराका अनुष्ठानहरू सद्भाव, मैत्री र भाइचारा पूर्ण तरिकाले परस्परमा एकले अर्कालाई सम्मान गरेर ओम हामी सबैले भन्छौँ, होम हामी सबैले गर्छौँ, संस्कृत भाषामा नाम सबैले राख्छौँ, संस्कृत भाषामा हाम्रा आदरणीय धर्मग्रन्थहरू सबैका छन्। पूर्वजन्म र पुनर्जन्ममा हामी सबैले भरोसा र विश्वास गर्छौँ। यो ओङ्कार परिवार हो, यो ओङ्कार संस्कृति हो, यो साझा संस्कृति हो, यो माटोको संस्कृति हो, यो देशले अपनाउनु पर्ने र गुमाउन नदिनुपर्ने संस्कृति हो। त्यसैले यो मौलिक संस्कृति ओङ्कार संस्कृतिमा आधारित रहेर स्याङ्जा पाल्पाको मालुङ्गा र शेर्दीको बीच हामीले भव्य एउटा महामेलाको आयोजना गर्दैछौँ। गण्डकी नदीको तटमा संसारभरि शालग्राम पूजा गर्नेहरू भगवान शालग्रामलाई गण्डकीबाट, आमाबाट टाढा लिएर गएको पनि वर्षौँ भयो होला। आफूले पूजा गर्ने, अनुष्ठान सेवा गर्ने भगवानलाई एकचोटि आमासँग मिलन गराइदिएर शालग्राम भगवान खुसी गराएर उहाँको आशीर्वाद लिने, गण्डकी आमाको पनि आशीर्वाद लिने गरी यहाँहरू पाल्नुहोला। म यही निमन्त्रणा पनि यो कार्यक्रम मार्फत गर्दै म यो आशा कार्तिकमा हुँदैछ, यही कार्तिकमा हुँदैछ, आउँदो कार्तिकमा यही आउने कार्तिकमा प्रत्येक वर्ष भव्य मेला लाग्छ। गत वर्ष 7 लाख व्यक्तिहरूको उपस्थिति थियो, 40 देशबाट व्यक्तिहरू आउनुभएको थियो। यसपालि हामीले अझै धेरै देश र अझ धेरै गुणा सङ्ख्यामा भक्तहरू आउने हामीले अपेक्षा गरेका छौँ र अनुमान गरेको हुनाले हामीले त्यही अनुसारको तयारी गर्नुपर्ने हाम्रो प्रयास छ, गरेका छौँ। हजुरहरू सबैलाई स्याङ्जा, मालुङ्गा, पाल्पा, असेर्दी, गल्याङ नगरपालिका र रम्बा गाउँपालिका, चितवनबाट गैँडाकोटको कालीगण्डकी कोरिडोरबाट 3 घण्टामा पुगिन्छ। पोखराबाट बुटवल भैरवा जाने बाटोमा पर्छ, पोखराबाट 2-2.5 घण्टामा पुगिन्छ। भैरवा बुटवलबाट 2 घण्टामा पुगिन्छ। जतासुकैबाट त्यहाँ आउन सकिन्छ। सिद्धार्थ राजमार्ग र कालीगण्डकी कोरिडोरमा छ, लगभग मध्यमार्गमा छ, सिद्धार्थ राजमार्गको मध्यभागमा अवस्थित छ। हजुरहरू सबैलाई त्यो ज्ञान र विज्ञानका असीमित प्रश्नहरू लिएर, संसारभरिका अनुत्तरित प्रश्नहरू लिएर उत्तरवाहिनीमा आउनुहोला। माता उत्तरवाहिनी गण्डकी यहाँका प्रश्नहरूलाई समाधान गर्नका लागि उत्तर लिएर बस्नुभएको छ। हजुर हुन्छ गुरुदेव, धेरै धेरै धन्यवाद। हजुर धन्यवाद।